नमस्ते सबैजनालाई। मेरो नाम निता, र आज म यस यानी होम्सद्वारा आयोजना गरेको यस वेबिनारमा उद्घोषिकाको भूमिकामा छु। तपाईँहरूले पक्कै पनि बाहिर बसेर नेपालमा इन्भेस्ट गर्ने सोच्दै हुनुहुन्छ, घर खरिद गर्ने सोच्दै हुनुहुन्छ, आफ्नो मम्मी ड्याडीको लागि घर खरिद गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ यु आर एट द राइट स्पट। यो वेबिनार चाहिँ तपाईँकै लागि हो। सबैजनालाई स्वागत गर्न चाहन्छु यो वेबिनारमा। तपाईँहरूले सोचिराख्नु भएको कति डिलेमा भइरहेको होला, तपाईँहरूलाई सोचिराख्नु भएको होला कसरी चाहिँ गर्न मिल्छ भन्ने कुरा। त्यसको त्यो क्वेसन्सको आन्सर्स चाहिँ आज यस वेबिनारबाट तपाईँले पाउँछ भन्ने कुरा मा चाहिँ हामी विश्वस्त छौँ। हामीसँग नेपालको टप टप डेभलपर्सहरू जोडिनु भएको छ। तपाईँहरूलाई हामी भिडियोजहरू पनि देखाउँछौँ, हामीसँग कस्तो कस्तो खालको प्रपर्टिजहरू छ तपाईँहरूलाई सजिलो होस् भनेर। अनि फाइनेन्सेस, लिगल कुराहरू अनि सर्भिसेसको कुराहरू पनि आज हामी चाहिँ यो वेबिनारमा गर्छौँ। मैले अघि नै पनि भनिसकेँ, तपाईँहरू चाहिँ बाई डिफल्ट म्युट हुनुहुन्छ। तपाईँहरूलाई पछि हामी क्युएनए सेसन पनि छ। क्युएनए सेसनमा चाहिँ तपाईँलाई प्रश्न सोध्नु छ भने चाहिँ हात उठाइदिनु होला। भिडियोमा हात उठाउने होइन कि, यहाँ तपाईँहरू फोनबाट हुनुहुन्छ भने चाहिँ फोनमा तल तिनवटा डटमा तपाईँले क्लिक गर्नुभयो भने चाहिँ रेज ह्यान्ड भन्ने अप्सन फर्स्टमै देखाउँछ। रेज ह्यान्ड गर्न सक्नुहुन्छ। यदि तपाईँहरू ल्यापटपमा हुनुहुन्छ भने तल रियाक्ट भन्ने अप्सन छ। रियाक्टमा तपाईँले क्लिक गर्नुभयो भने चाहिँ त्यहाँ रेज ह्यान्ड भन्ने अप्सन देखाउँछ। एकचोटि चेक गर्नुहोला। अनि तपाईँहरूलाई चाहिँ यो दुइटै अप्सन तपाईँलाई गाह्रो लाग्यो भने चाहिँ हामीसँग च्याट पनि छ। च्याटमा पनि मलाई प्रश्न सोध्न मन छ अथवा म प्रश्न सोध्न चाहन्छु, आई हेभ अ क्वेसन, यस्तै केही एउटा मेसेज छोडिदिनु भयो भने हाम्रो सुजनजीले चेक गरिराख्नुहुन्छ। उहाँले चाहिँ तपाईँलाई म्युटबाट अनम्युट गरिदिनुहुन्छ। र अब हामी यस वेबिनारलाई अगाडि बढाउँछौँ। अगाडि बढाउँदै स्वागत मन्तव्य त दिनै पर्यो। त्यसको लागि चाहिँ म यानी होम्सको सिइओ उज्जवल भण्डारीजीलाई स्वागत मन्तव्य दिनको लागि चाहिँ अनुरोध गर्न चाहन्छु। नमस्ते सबैलाई। आज यहाँ समय निकालेर जोडिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। नेपालको रियल स्टेटमा सबैभन्दा ठुलो समस्या भनेको हामीले देखेको मूल्य चाहिँ पक्कै पनि होइन। सबैभन्दा ठुलो समस्या भनेको विश्वास नै हो। विदेशमा बस्ने धेरै साथीभाइहरू हुनुहुन्छ मेरो, र बारम्बार एउटै कुरा सोध्ने गर्नुहुन्छ उहाँले, यो प्रोजेक्ट साँचो हो कि होइन, यो डेभलपरहरू सही हुनुहुन्छ कि हुँदैन। त्यस्तै गरिकन अमेरिकामा हामी बसिरहेछौँ। मेरो घरमा चाहिँ नि बुवा मम्मी हुनुहुन्छ। बुवा मम्मीलाई हेरिदिने चाहिँ नि कसले हेर्देला, कसरी हेर्देला भन्ने विभिन्न किसिमको चाहिँ प्रश्नहरू सोध्ने गर्नुहुन्छ विदेशमा बस्ने नेपाली दाजु दिदीबहिनीहरूले। र यो प्रश्न चाहिँ नि हाम्रो यो प्रश्न चाहिँ नि उत्तर दिने एउटा भरपर्दो प्लेटफर्म चाहिँ नि हामीले पाएको छैनौँ होइन। त्यो कारणले गर्दा चाहिँ हामीले यसरी एउटा चाहिँ नि सानो पहल सुरु गरे। हामीले सानो इनिसिएसन पनि हाम्रो तर्फबाट, र यो इनिसिएसनमा साथ दिनुहुने सम्पूर्ण डेभलपर्सहरू, पार्टिसिपेन्ट्सहरू, देश विदेशबाट आउनु भएको सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद। र आजको मेन कार्यक्रमबाट मेरो एउटा सुझाव र एउटा सानो अनुरोध के पनि छ भने हजुरहरू सुन्नुहोस्, प्रश्न सोध्नुहोस् र हटबट नगर्नुहोस् हजुरले। अनि अर्को कुरा चाहिँ हाम्रो के छ भन्दाखेरि आज हजुरले चाहिँ नि यहाँबाट चाहिँ नि मेनली चाहिँ क्ल्यारिटी लिएर फर्किनुहोस्। हजुर आज घर किन्नुपर्ने छैन, तपाईँ क्ल्यारिटी लिएर मात्रै फर्किनु भयो भने पनि हाम्रो लागि चाहिँ यही नै सफलता हुनेछ। यति भन्दै मेरो तर्फबाट यति नै भन्न चाहन्छु। थ्याङ्क यू भेरी मच। धन्यवाद उज्जवल। अब हामी कार्यक्रमलाई अगाडि बढाउँछौँ। मैले अघि पनि भनिसकेँ, एज आई हेभ मेन्सन्ड अर्लियर, हामीसँग यो प्रोजेक्टमा थुप्रै नेपालको एकदमै टप डेभलपर्सहरू जोडिनु भएको छ। र उहाँहरूको प्रपर्टीको बारेमा तपाईँहरूलाई बताउनु पनि हुन्छ, र हामी उहाँहरूको के छ त भन्ने कुरा हामी सानो भिडियोमा मार्फत पनि देखाउँछौँ। अहिलेको लागि सबैभन्दा पहिले दरबार अपार्टमेन्टको भिडियो हामी देख्छौँ। सुजनजी, क्यान यू प्लिज प्ले द भिडियो? बजेट अलिकति थोरै छ, बच्चा बच्चीको स्कुल आफ्नो अफिसबाट धेरै टाढा पनि जान भएन। त्यसो भए के गर्ने त, आउनुस् यो अपार्टमेन्ट तपाईलाई एकदमै कोर एरिया बौद्धमा देखाउँदैछु।
सो तीनचुलीमा रहेको यो दरबार अपार्टमेन्टमा तपाईले आफ्नो युनिट बुक गर्न सक्नुहुनेछ। अहिले हामीले स्पेशल डिस्काउन्टमा लिएर आएको छौँ। 1 BHK 2 BHK 3 BHK देखि लिएर इभन पेन्ट हाउस पनि पाउन सक्नुहुनेछ। 9 रोपनी क्षेत्रफलमा फैलिएको एकदमै म्यासिभ कोर एरियामा जहाँ जान्छु भन्दा पनि एकदमै नजिकैको डिस्टेन्समा पर्ने स्टार्टिङ प्राइस तपाईको 1 BHK को अहिले डिस्काउन्टेड रेट मात्र 1,85,00,000 रहेको छ। सो त्यसै गरी 2 BHK 3 BHK पनि छन्। हामीसँग फेसिङ पनि रोजेर छानेर लिन सक्नुभयो। एम्युनिटिज फेसिलिटिजको कुरा गर्नुहुन्छ भने सेन्ट्रल लोकेसन त भइहाल्यो, त्यसमा पनि पार्किङ पनि एकदमै मजाको, इभन बेसमेन्ट पार्किङ पनि छ, गार्डन पनि छ, जिम पनि छ। यति मजाको सबै एम्युनिटिज फेसिलिटिज युक्त यो अपार्टमेन्टमा यदि तपाईँ पनि आफ्नो अपार्टमेन्ट युनिट बुक गर्न चाहनुहुन्छ भने फुल्ली फर्निश्ड हामीले भर्खरै दरबार अपार्टमेन्टको भिडियो हेऱ्यौँ र दरबार अपार्टमेन्टको ओनर कुमारजी हामीसँग जोडिनु भएको छ। दरबार अपार्टमेन्टको बारेमा उहाँले पनि तपाईँहरूलाई अझै राम्ररी विश्वास दिलाएर बोल्नुहुन्छ होला। अहिलेको लागि वेलकम गर्न चाहन्छु कुमारजीलाई। कुमारजी आई थिङ्क हि लेफ्ट जस्तो लाग्यो मलाई। वाइफाई अथवा टेक्निकल इरर भयो जस्तो लागिरहेको छ। गगनजी, हाम्रो दरबार अपार्टमेन्टको बारेमा तपाईँ के बोलिदिनुहुन्छ? ओके, थ्याङ्क यू सो मच म्याम। फर्स्ट अफ अल त तपाईँहरू सबैजनालाई आजको हेर्ने भने हाम्रो आजको प्रोग्राममा तपाईँहरूलाई स्वागत छ। र फर्स्ट अफ अल म मेरो इन्ट्रोडक्सन दिन चाहन्छु। मेरो नाम गगन ढुकाया है। म तपाईँहरूलाई छोटकरीमा दरबार अपार्टमेन्टको बारेमा म के फिचरहरूको बारेमा म सेयर गर्नेवाला छु। दरबार अपार्ट सुरुमा त हामी लोकेसनकै कुरा गरौँ, किनकि म धेरै टाइम लिन चाहँदैन। तपाईँहरूको सटिकमा धेरै कुराहरू म सेयर गर्न चाहन्छु। लोकेसनको कुरा गर्नुहुन्छ भने बौद्ध तिनचुली, बौद्ध स्तूपबाट तपाईँ नर्मली पनि 5 देखि 7 मिनट तपाईँ हिँडेर पुग्नुहुन्छ है। दरबार अपार्टमेन्ट भनेको बौद्ध स्तूपबाट नजिकै छ। र अर्को कुरा भनेको सबभन्दा बेस्ट पार्ट के छ भन्दाखेरि दरबार अपार्टमेन्ट तपाईँले 1 BHK 2 BHK 3 BHK र पेन्ट हाउसको पनि अप्सन पाउनुहुन्छ है। तपाईँले जुन पनि अप्सन चुज गर्न सक्नुहुन्छ। र अर्को भनेको एम्युनिटिजको कुरा गर्नुहुन्छ भने तपाईँले मेडिटेसन हल भयो, योगा सेन्टर भयो, गार्डन भयो, र प्लस भनेको तपाईँको पार्किङको कुरा गर्नुहुन्छ भने पार्किङ पनि म्यासिभ छ है। र प्राइसको कुरा गर्नुहुन्छ भने एकदमै रिजनेबल छ। र अर्को कुरा भनेको तपाईँको ब्याङ्क लोनको कुरा गर्नुहुन्छ भने तपाईँ 70% पनि तपाईँले ब्याङ्क लोनको फेसिलिटी पनि पाउनुहुन्छ है। यो केही थियो दरबार अपार्टमेन्टको फिचरहरू। र एम्युनिटिजको बारेमा म धेरै डिटेलमा जान चाहेन पनि। र अरू फर्दर इन्फर्मेसनको लागि त
हामी तपाईँलाई गाइड गरि नै हाल्छौँ। थ्याङ्क यू म्याम। धन्यवाद गगनजी। अहिलेको लागि हामीसँग जोडिनु भएको डेभलपर्सहरूमा नेक्स्ट डेभलपरको भिडियो हेर्छौँ। इम्पेरियल अपार्टमेन्ट रहेको छ। सुजनजी, क्यान यु प्लिज प्ले द भिडियो? Imperial Apartments, luxurious living in the heart of the city. Imperial Apartments, Naxal Gairidhara Road, booking open. Contact for more details 985-11-56747. हाम्रो साथमा जोडिनु भएको छ अभिषेकजी। अभिषेकजी, इम्पेरियल अपार्टमेन्ट्सको बारेमा तपाईँले पनि अझै डिटेलमा यहाँ बुझाइदिन सक्नुभयो भने धेरै राम्रो। प्लिज वेलकम अभिषेकजी। नमस्ते सबैजनामा। फर्स्ट अफ अल त हजुरको यो भ्यालुएबल टाइमको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। अनि त्यही माथि यानी होम्सको लागि हाम्रो अब बाहिर अब्रोडमा बसिराख्नु भएको क्लायन्ट्स र हाम्रो यता हुनु भइरहेको डेभलपर्सको यो फ्रिजलाई न्यारो गरिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद छ। सो म चाहिँ अभिषेक सिंह हो हजुर। म इम्पेरियल अपार्टमेन्टमा ओभरअल सेल्सको हेरिरहेको छु यहाँ। सो हाम्रो हाम्रो अपार्टमेन्ट चाहिँ नक्साल गैरीधारा रोडमा लोकेटेड छ। यो चाहिँ ठ्याक्कै हजुरको पुलिस हेडक्वार्टरको अपोजिट डिरेक्सनमा छ। सो हाम्रो एरिया चाहिँ यसको अपार्टमेन्टको एरिया चाहिँ टोटल 74 आनामा बनेको छ भने त्यसमा हजुरको अपार्टमेन्टले चाहिँ अलमोस्ट 1.5 रोपनी चाहिँ अपार्टमेन्टले लिएको छ। सो टोटल हामीसँग चाहिँ 48 वटा युनिट्सहरू अभाइलेबल छ। अभाइलेबल भन्दा पनि 48मा अलमोस्ट हाम्रो 48% जस्तो चाहिँ सोल्ड आउट भएको छ भने बाँकी रिमेनिङ 52% चाहिँ हामीसँग अझ स्टिल अभाइलेबल छ। अहिलेसम्मको टाइममा चाहिँ हाम्रो अपार्टमेन्टमा चाहिँ अझ इन्ट्रेस्टहरू देखाइराख्नु भएको चाहिँ हाम्रो युएसको क्लायन्ट्सहरू पनि धेरैजनाले इन्ट्रेस्ट देखाउनु भयो र अलमोस्ट 8 to 9 वटा युनिट चाहिँ हामीले अब्रोडमा बसिराख्नु भएको युएस युकेमा बसिरहेको क्लायन्ट्सहरूलाई चाहिँ हामीले सेल गर्न सकेको छौँ। उहाँहरूको चाहिँ अब यहाँ हाम्रो अपार्टमेन्टको प्रोस्पेक्टमा राम्रो लागेको कुराहरू चाहिँ उहाँहरूलाई हाई रेन्टल इन्कम जेनेरेट गर्न सक्ने भएर प्लस पुलिस हेडक्वार्टरको अगाडि नै भएर हजुरको सिक्युरिटी वाइज पनि उहाँलाई एकदमै राम्रो लागेर प्लस बाहिरको लोकालिटीहरू हजुरको अब नजिकै
हस्पिटल्सहरू राम्रो हस्पिटल्सहरू टन्नै भएको कारणले, पार्क्सहरू भएको कारणले, प्लस एकदमै कमर्सियल एरिया भएको कारणले गर्दा चाहिँ उहाँहरूले एकदमै इन्ट्रेस्टेड भएर चाहिँ बुकिङ गर्नुभएको छ। सो अरू कुराहरू गर्दाखेरि चाहिँ हजुरको अब मेन हाम्रो सेलिङ पोइन्ट अफ भ्यूमा चाहिँ हामी चाहिँ लोकेसनमा पनि धेरै नै फोकस गरेको छौँ। बिल्डिङ्स एन्ड एभ्रिथिङको गर्दाखेरि बिल्डिङ स्ट्रक्चर वाइज पनि एकदमै राम्रो नै बनाएको छ, स्टडी बनेको छ हजुर। आरसिसी स्ट्रक्चरै बनेको हो, अलमोस्ट 8 एन्ड अबभको अर्थक्वेक पनि रेजिस्ट गर्न सक्छ हजुर। अनि प्राइसिङको कुरा गर्दाखेरि चाहिँ हाम्रो अपार्टमेन्टमा चाहिँ अहिले स्टार्टिङ प्राइसेस चाहिँ $200 to $220 पर स्क्वायर फिटको रेटले चाहिँ गइरहेको छ हजुर। हामीले अफर गर्ने रेट चाहिँ त्यो हुन्छ। हजुरहरूलाई अब एकदमै इन्ट्रेस्ट लागेर फर्दर केही जानकारी चाहनुहुन्छ भने चाहिँ हामी कनेक्ट गरेर हाम्रो नम्बर्सहरू अघि नै पनि सेयर गरिसक्नु भएको छ, प्लस हाम्रो पर्सनली सेल्सको अफिसको नम्बरहरू पनि हामी प्रोभाइड गरिरहेछौँ र त्यहाँबाट हामीलाई अप्रोच चाहिँ हजुरहरूले गर्न सक्नुहुन्छ हजुर। सो यति भन्दै अब हजुरको भ्यालुएबल टाइम चाहिँ म धेरै लिन चाहन्न होइन हजुर। सो थ्याङ्क यू सो मच हजुर। इन केस फ्युचरमा केही पर्यो, अरू फर्दर असिस्टेन्स र गाइड चाहिन्छ भने चाहिँ हामीलाई प्लिज सम्पर्क गर्नु होला। थ्याङ्क यू, नमस्ते। धन्यवाद अभिषेकजी। हामीले च्याटमा तपाईँहरूको प्रश्नहरू पनि हेरिरहेका छौँ। तपाईँहरूको प्रश्नको उत्तर हामी क्युएनए सेसनमा पक्कै पनि दिन्छौँ। अहिलेको लागि हामी थर्ड भिडियोतर्फ जान्छौँ। कर्मा रेजिडेन्सको रहेको छ यो भिडियो र तपाईँहरूले जुन चाहिँ प्रश्न उठाइराख्नु भएको छ, यो ब्यान्डविथले गर्दा चाहिँ आवाज आइरहेको छैन भन्ने कुरा, हामी तपाईँहरूलाई पर्सनली इमेलमा यो अहिलेको वेबिनार चाहिँ रेकर्ड हुँदैछ, यो रेकर्ड फाइल नै पठाइदिन्छौँ र भिडियोहरू पनि तपाईँहरूलाई इमेलमा औ वाट्सएपमा तपाईँहरूलाई केमा कम्फर्टेबल हुन्छ हामी तपाईँहरूलाई डेफिनेटली पठाइदिन्छौँ। अहिलेको लागि चाहिँ कर्मा रेजिडेन्सको यो भिडियो हेरौँ। हजुरहरूलाई लाग्न सक्छ वाइ कर्मा रेसिडेन्सेस भनेर, तर हामीहरू भन्छौँ वाइ नट कर्मा रेसिडेन्सेस। भन्नुपर्ने कुराहरू त थुप्रै नै छ, तर समग्रमा केही बुदाहरू हजुरहरूलाई आज भन्नु पर्दाखेरि चाहिँ पहिलो र प्रथम प्राइम लोकेसन, जसको कारणले अब हजुरहरूको दैनिक क्रियाकलापमा पनि कुनै झन्झट बिना जिन्दगी सहज हुने भयो। दोस्रो कुरा गर्नु पर्दाखेरि कर्मा रेसिडेन्सेस पहिलो अपार्टमेन्ट बिल्डिङ हो जुन चाहिँ नेपाल सरकारको हरेक मापदण्डलाई फलो गरेर अप्रुभ भएको अपार्टमेन्ट बिल्डिङ भयो। र त्यसको साथसाथै अब डिजाइनको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ युएनए आर्किटेक्ट्सद्वारा डिजाइन भएको अपार्टमेन्ट बिल्डिङ हो जुनमा हजुरहरूले लग्जरियस अपार्टमेन्टहरू प्राप्त गर्नुहुनेछ र हर एक अपार्टमेन्टको बेडरुम र लिभिङ रुमले बाल्कनीको एक्सेस त पाउने नै भयो। र अब हजुरहरूले मात्रै नभएर हजुरहरूको गेस्टहरूले पनि इनफ पार्किङ स्पेसेस त पाउनु नै हुने भयो। एउटा महत्त्वपूर्ण कुरा त हजुरको छुट्टी नै हालेछ। हाम्रो कर्मा रेसिडेन्सेसको 8औं तलामा चाहिँ रिफ्युज एरिया रहेको छ, जसमा हजुरहरूले कुनै पनि इमर्जेन्सी सिचुएसन आएको खण्डमा जम्मा भएर हजुरहरूको रेस्क्यु पनि हुनेछ। अब यस्तै थप जानकारीका लागि प्लिज डु भिजिट कर्मा रेसिडेन्सेस। भर्खरै हामीले कर्मा रेजिडेन्सको भिडियो हेऱ्यौँ। कर्मा रेजिडेन्सको तर्फबाट डेनिशा प्रधानजी हामीसँग जोडिनु भएको छ। डेनिशाजी, तपाईँले आफ्नो नाम रिनेम गर्नुभएको छैन रहेछ। तपाईँलाई अनम्युट गर्नको लागि हामीलाई थाहा पाउनको लागि चाहिँ च्याटमा एउटा मेसेज ड्रप गरिदिनुहोस् प्लिज। डेनिशा म्याम। गगनजी,
यसको बारेमा पनि तपाईँले नै भनिदिनुपर्छ होला हाम्रो कर्म रेजिडेन्सको बारेमा। ओके, थ्याङ्क यू सो मच म्याम वन्स अगेन। फेरि पनि मलाई कर्म रेसिडेन्सको बारेमा एक्सप्लेन गर्ने एउटा मौका दिनुभएको छ। कर्म रेसिडेन्सको कुरा गर्नुहुन्छ भने लोकेसन हाम्रो महाराजगञ्ज, तपाईँको कतार एम्बेसीकै ट्याक्कै अपोजिट, कतार एम्बेसीसँगै जोडेको छ होइन, तपाईँको भानपट्टिबाट नजिकै पर्छ। र युनिटको कुरा गर्नुहुन्छ भने त्यहाँ कस्तो छ भन्दाखेरि 2.5 बिएचके र 3.5 बिएचके युनिट छ है। त्यसमा चाहिँ तपाईँको यो दुईवटा युनिट मात्रै हो। र तपाईँको स्क्वायर फिटको कुरा गर्नुहुन्छ भने 2.5 बिएचके 1400 स्क्वायर फिटबाट सुरु छ है। अहिले अब यो प्रोजेक्ट अन्डर कन्स्ट्रक्सन छ, कामहरू भइरहेको छ र अबको तपाईँको 6 मन्थसम्म कम्प्लिट नै हुन्छ होला है। यो डेलिभरी हुने कुरा पनि भएको छ अबको 6 महिनामा। र सबभन्दा बेस्ट पार्ट के छ भन्दाखेरि कर्म रेसिडेन्सको लोकेसनको कुरा गर्नुहुन्छ भने तपाईँको रिङ रोडसँगै जोडेको छ है, सबभन्दा राम्रो पार्ट। र अर्को कुरा तपाईँको कर्म रेसिडेन्समा धेरै कुराहरू छ, अरू पनि छ होइन, तपाईँले भिडियोमा पनि देखिन सक्नु भएको छ। त्यो भनेको यो नर्मल तपाईँको बेसिक इन्फर्मेसन मैले तपाईँलाई प्रोभाइड गरेँ होइन। र अब तपाईँको धेरै युनिट बाँकी पनि छ, अब 30वटा युनिट मात्रै बाँकी छ। सो यति नै मैले भन्न चाहेँ। र योभन्दा मैले अरू कुराहरू हामी किनकि हामीसँग टाइम लिमिटेड भएको भएर मैले धेरै कुराहरू सेयर गर्न चाहेन पनि। थ्याङ्क यू म्याम। धन्यवाद गगनजी। हामीसँग अब दुईटा डेभलपरहरू बाँकी छन्, जल विनायक कलोनी र उत्सव वास्तु। तपाईँहरूको च्याटमा हामीले क्वेसन्सहरू हेरिरहेका छौँ। तपाईँहरूले यो क्वेसन चाहिँ डाइरेक्ट सोध्न सक्नुहुन्छ, त्यसको लागि चाहिँ एकैछिन धैर्य धारण गर्नुपर्ने हुन्छ। अहिलेको लागि हामी जल विनायक कलोनीको भिडियो हेर्छौँ। सुजनजी, क्यान वी ह्याभ द भिडियो? माया पिरतीको यो खेल खेल्दिन भन्थे, तर आज खै के भयो। हावा चल्यो, मुटुले ठाउँ छोड्यो, आँखा तिमीमै अडियो। तर मलाई भित्रको तिर्खा कसरी मेटाउने, तिमी नै भन। मेरो मनै उडाइ लाग्यो तिम्रो बानीले, कुराकानीले, मनै मगमै भो त्यो जवानीले। डाँडा पाखाले, गाउँले घाटाले, मनै छोडिलग्यो तिम्रै आँखाले। Welcome to Jalvinayak Colony in Chowar Heights in Kirtipur, where peace meets convenience. रिङ रोडबाट 4.3 किलोमिटर भित्र मेडिसिटी हस्पिटल र भैँसीपाटीबाट 2 किलोमिटर, ड्राइपोर्टबाट 800 मिटर भित्र रहेको यो कोलोनी, जहाँबाट हुपील्यान्ड पनि देखिन्छ। हुपील्यान्डको अपोजिटमा रहेको शानदार कोलोनी भित्र मैले राम्रा घर तथा प्लटहरू बिक्रीमा ल्याइसकेको छु। यहाँहरूलाई कोलोनी भित्र मैले फर्निस्ड र नन फर्निस्ड घरहरू लिएर आइसकेको छु, साथै प्लटहरू पनि आइसकेको छ। अब घर किन्ने कि प्लट किन्ने? घरको मोडाको कुरा गर्दा दक्षिण पूर्व र पश्चिम फर्केको छ भने, ल्यान्ड साइजको कुरा गर्ने हो भने 4 देखि 8 आनामा बनेको यी घरहरू र प्लटहरू 5 देखि 11 आनामा रहेका छन्। साथै अरू विशेषताको कुरा गर्ने हो भने यहाँहरूले 37 आनाको ओपन स्पेस पाउन सक्नुहुनेछ, जहाँ यहाँहरूले कम्युनिटी हल, स्विमिङ पुल, चिल्ड्रेन पार्क, फिटनेस सेन्टर पनि बनाउन सक्नुहुनेछ। Just a minute from this city, miles away from the stress, don't miss this golden opportunity to make your dream house your own. हामीले भर्खरै जल विनायक कलोनीको भिडियो हेऱ्यौँ। जल विनायक कलोनीको टिमबाट हामीसँग भीमजी जोडिनु भएको छ। भीमजी, क्यान वी ह्याभ यु अन बोर्ड?
अनि तपाईँहरूको प्रश्न हामी हेरिरहेका छौँ। तपाईँहरूको प्रश्नलाई हामी पक्कै पनि क्युएनए सेसनमा केटर गर्ने नै छौँ। हाम्रो उत्सव जीले त तपाईँहरूलाई रिप्लाई पनि गर्न थालिसक्नु भएको छ। हि इज वान अफ आवर डेभलपर। अहिलेको लागि चाहिँ जलविनायक कलोनीबाट भीमजी जोडिँदै हुनुहुन्छ हामीसँग। ओके, सबैजनाले आज टेक्निकल गडबडी भोगिराख्नु भएको छ। जल विनायक कलोनीको बारेमा बोल्नको लागि चाहिँ हाम्रो यानी होम्सको सिइओ उज्जवलजीलाई म रिक्वेस्ट गर्न चाहन्छु। हजुर नमस्ते। हाम्रो यो जलविनायक कोलोनी चाहिँ एकदमै ब्युटिफुली लोकेटेड ठाउँ छ। यहाँ हामीले लगभग 16-17 महिनादेखि काम गरिरहेको छौँ। लगभग 2 वर्ष नै भयो होला। यो चाहिँ हजुरको मेडिसिटी हस्पिटलबाट पनि एकदमै नियर बाई, एकदमै ब्युटिफुल पिसफुल इन्भाइरोमेन्ट होइन। त्यहाँ चाहिँ अब हावापानी पनि एकदमै राम्रो, पानी राम्रो त्यहाँको। अनि त्यहाँ चाहिँ लगभग हजुरको 25 देखि 30वटा जति घरहरू बनिसकेको छ र 30देखि 20देखि 30वटा चाहिँ नि प्लटहरू पनि अभाइलेबल छ। सो हजुरहरूले चाहिँ नि प्लट किनेर आफैले घर पनि बनाउन सक्नुहुन्छ, अथवा त्यहाँ बनाऊ घर पनि छ, फर्निस, फुल्ली फर्निस, सेमी फर्निस, त्यो घर पनि लिन सक्नुहुन्छ हजुरहरूले जलविनायक कोलोनीमा। यो चाहिँ हजुरको मेडिसिटीबाट पनि जान मिल्यो, र अर्को भनेको चाहिँ यो हेटौडातिर निस्किने बाटो फास्ट ट्र्याकबाट पनि एकदमै नजिकै छ यो। सो स्ट्राटेजिकली पनि एकदमै राम्रो पोजिसनमा छ। हावापानी पनि एकदमै राम्रो छ। अलिकति भित्र भएको हुनाले हावापानी, वेदर, साउन्ड एकदमै पिसफुल छ ठाउँ चाहिँ नि। र लगभग त्यहाँ चाहिँ नि हजुरले किन्नुभयो भने चाहिँ आजको भोलि नै नक्सा पास पनि हुन्छ, बस्न पनि सक्नुहुन्छ हजुरहरू। सिधै गएर त्यहाँ अलरेडी सेक्युरिटी, इलेक्ट्रिसिटी सबै चिजको अलरेडी बन्दोबस्त छ। र प्राइसिङहरूको लागि चाहिँ नि हजुरले एकताल केही फर्दर क्युएनए सेसनमा चाहिँ हामी हजुरको प्राइस रिलेटेड क्वेसन्सहरू छ भने हामी हजुरलाई एन्सर गर्नेछौँ। थ्याङ्क यू भेरी मच। ओभर टु यु निता। थ्याङ्क यू उज्जवल। आजको लागि हाम्रो लास्ट डेभलपरको भिडियो उत्सव वास्तु। ओके, यो प्रेजेन्ट गर्नको लागि चाहिँ हाम्रो उत्सवजी नै उहाँ एक्टिभली लागिराख्नु भएको छ। हाम्रो च्याटमा पनि रिप्लाई गर्दै हुनुहुन्छ, र यो भिडियो चाहिँ उहाँले आफैले नै एक्सप्लेन गर्ने भन्नुभएको छ। सो उत्सवजी, क्यान वी हेभ यु अन बोर्ड? हेलो, क्यान यु हियर मी? मेरो आवाज सुनिन्छ? ओके, थ्याङ्क यू। सो मैले चाहिँ आफैले पावर पोइन्ट स्लाइड्स सेयर गर्न चाहन्छु। सो लेट मी सेयर माई स्क्रिन। क्यान यु गिभ मी होस्ट राइट्स टु सेयर द स्क्रिन? सो गिभ मी अ थम्स अप इफ यु क्यान सी माई स्लाइड्स। ओके, वान मोर टाइम गिभ मी थम्स अप। देखिन्छ? असम। ओके, सो नमस्कार सबैजनालाई। मेरो नाम उत्सव बजगाई। म सियाटल अमेरिकामा छु, तर नेपालमै एउटा कम्पनी खोलेर अपार्टमेन्टहरू बनाउने एउटा ड्रिम छ मेरो। अनि कम्पनीको नाम चाहिँ उत्सव वास्तु। 2024 लास्ट इयर फाउन्ड गरेको कम्पनी हो। अनि यो अपार्टमेन्टको बारेमा प्रेजेन्टेसन गर्नुभन्दा अगाडि सानो वास्तुको इम्पोर्टेन्सको कुरा म गरिहाल्छु छोटकरीमा। सो हाम्रो नेपालमा काष्ठमण्डप अहिले जहाँ काठमाडौँ छ, काठमाडौँ भ्याली छ, त्यहाँ चाहिँ हजारौँ वर्ष अगाडिदेखि धेरै हाम्रो पुरानो कम्युनिटीहरूले चाहिँ वास्तुको नलेजलाई चाहिँ धेरै प्रिजर्भ गर्दै आउनुभएको थियो। अनि अहिलेको हालै यो लास्ट 50 वर्षमा चाहिँ नयाँ नयाँ घरहरू धेरै बनेर कन्क्रिट जङ्गल जुन भइसक्यो काठमाडौँ। अनि त्यसले गर्दाखेरि चाहिँ यो वास्तुकला र वास्तुको ज्ञान र वास्तुको नलेज चाहिँ एकदमै एक्सटिङ्क्ट हुँदै गइसक्यो, एकदम लुप्त नै भइसक्यो भन्ने पनि हुन्छ। अनि बिल्डिङ बनाइसकेपछि वास्तु मिलाउनेपट्टि चाहिँ हामी जान्छौँ। त्यसको लागि अलिकति बिल्डिङहरू तोड्छौँ पनि, अनि वास्तु रेमेडीहरू मात्रै गर्छौँ अहिले हामीले। अनि यहाँनिर यस्तो चाहिँ 6वटा घोडाको पिक्चर राख्नु पऱ्यो, यहाँ यो रङ यस्तो गर्नु पऱ्यो भन्ने रेमेडीहरू मात्रै गर्छौँ। तर वास्तुको डेप्थमा गएर चाहिँ वास्तु आर्किटेक्चरै बनाएर गर्ने चाहिँ प्रोजेक्टहरू धेरै कम छन्। अनि हाम्रो चाहिँ प्रडक्ट भनेको एकदम निश मार्केट हो, निश प्रडक्ट हो, जसले चाहिँ 100% वास्तुलाई चाहिँ मध्यनजर राखेर डिजाइन गरिएको अपार्टमेन्ट बिल्डिङहरू हो। अनि अर्को चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने वास्तुको इम्पोर्टेन्स चाहिँ अब अहिले धेरै मिसअन्डरस्टुड छ, धेरै मिसकन्सेप्सन्सहरू छ। तर यसलाई साइन्सले एभिडेन्स बेस्ड एकदम साइन्सलाई युज गरेर प्रुभ गर्दै आएको कुराहरू धेरै छन्। त्यसलाई चाहिँ रिभाइभ गरेर हाम्रो हजारौँ वर्ष अगाडिको
र इभन वैदिक नलेजलाई पनि रिभाइभल गर्ने भन्ने चाहिँ यो कम्पनीको मिसन हुन आउँछ। अनि हामीले पुरानो र वैदिक ज्ञान मात्रै होइन कि त्यसलाई चाहिँ केसँग म्यारी गर्छौँ भन्दाखेरि अहिलेको लेटेस्ट कटिङ एज टेक्नोलोजीसँग चाहिँ हामी त्यसलाई म्यारी गर्छौँ र इन्टिग्रेट गर्छौँ। त्यो चाहिँ हाम्रो भ्याल्यु प्रपोजिसन भयो। अब म 4 देखि 5 मिनट लगाएर यो सानो प्रेजेन्टेसन गरिहाल्छु अनि ह्याप्पी टु एन्सर अल योर क्वेसन्स है त। सो यहाँ पिक्चरमा देखिराख्नु भएको छ यो भक्तपुरको कटुन्जे भन्ने लोकेसनमा छ। अर्नीको हाइवे 6 लेन भएको र सर्भिस रोड पनि भएको अर्नीको हाइवेको ठ्याक्कै साइडमा एउटा मल्टिप्लेक्स छ जहाँ चाहिँ पछाडिको 2टा चाहिँ अपार्टमेन्ट बिल्डिङहरू रहेका छन्। अगाडि चाहिँ एउटा कमर्सियल बिल्डिङ रहेको छ जहाँ चाहिँ गाडीको सोरुमदेखि लिएर ब्याङ्कहरूदेखि लिएर अफिसहरू हुन सक्छन्, सप्सहरू पनि हुन सक्छन्। 3टै बिल्डिङ 9 तल्लाका रहेका छन्। अनि बेसमेन्टमा चाहिँ डबल बेसमेन्ट सिङ्गल लेयर भयो भने 32 वटा बाइक र 35 वटा गाडी आट्ने क्यापासिटी रहेको छ। त्यसलाई हामीले पछि गएर चाहिँ डबल लेयर बेसमेन्ट पनि बनाउन सक्ने क्यापासिटी छ। सो एरिया भक्तपुरमा रहेको छ। सो लोकेसन भक्तपुरमा रहेको छ र किन भक्तपुरमा बनाउन चाहिँ आकर्षक छ भन्दाखेरि काठमाडौँमा चाहिँ अपार्टमेन्टहरूमा बस्न एकदमै क्राउडेड र एकदम स्याचुरेटेड इन्भाइरोमेन्ट भइसकेको छ। भ्यालीभित्र बस्ने, भ्यालीको आनन्द लिने, तर त्यो स्याचुरेटेड काठमाडौँको ठाउँभन्दा पनि अलिकति सबअर्बमा गएर बस्दाखेरि चाहिँ अलिकति मोर पिसफुल होला कि भन्ने एउटा छ। अनि काठमाडौँभन्दा बाहिरको जुन ठाउँमा चाहिँ रेसिडेन्सियल पकेट्सहरू पनि धेरै बढिरहेका छन्। एयरपोर्टबाट जम्मा 10 मिनटको ड्राइभ होइन। अनि यो भक्तपुर सूर्यविनायक कटुन्जेको ठाउँको इकोनोमी, लोकल इकोनोमी पनि 10% भन्दा बढीमा चाहिँ ग्रो गरिरहेका छन्। ठ्याक्कै यो अपार्टमेन्टको अपोजिटमा भाटबटेनी पनि छ। अनि त्यहाँ चाहिँ अब सबै यो ब्रान्डहरूको चाहिँ फ्रेन्चाइजहरू आएर एउटा सानो डाउनटाउन जस्तै बन्न आँटिसकेको छ। सो लोकेसन यो काठमाडौँ हो भने एयरपोर्ट यहाँ छ भने कोटेश्वरबाट भक्तपुरतिर जाँदाखेरि यो हाइवेमै यो रातो ब्लक भएको ठाउँ, त्यो रातो ब्लकलाई एक्स्ट्रापुलेट गऱ्यो भने चाहिँ यो ठुलो ब्लक हो जसमा चाहिँ लोकेसन चाहिँ यहाँ छ। भाटबटेनीको अपोजिटमा यहाँ हनुमन्ते पुल छ। हनुमन्ते पुलको तल चाहिँ यो लामो जग्गा जसको चाहिँ अगाडिबाट पनि बाटो एक्सेस छ, पछाडिबाट पनि बाटो र एक्सेस छ। सो भिजुअली हेर्दाखेरि चाहिँ यो ठाउँ हो जहाँ चाहिँ कन्स्ट्रक्सन हामी गर्छौँ। कन्स्ट्रक्सनको टाइमिङ चाहिँ 2028मा चाहिँ हामी डेलिभर गर्न सक्ने हुन्छौँ। अहिले कन्स्ट्रक्सन गरेको छैन। सो आई वान्ट टु बी भेरी क्लियर अन द्याट। अरू बिल्डरहरूको चाहिँ कन्स्ट्रक्सन भइसकेको रहेछ, तर हाम्रो चाहिँ कन्स्ट्रक्सन अब यो वर्ष सुरु हुन्छ। अनि एउटा स्पेसिफिक कुरा चाहिँ अब अपार्टमेन्टहरू चाहिँ जम्मा 2टा बिल्डिङ मात्रै छ। 9 तल्लाको 18 तल्ला भयो, तर 20 वटा मात्रै अपार्टमेन्ट छ। सो भेरी सेलेक्टेड क्लाइन्टहरूलाई मात्रै हामी प्रेजेन्ट गर्न चाहन्छौँ। यो सबैजनाको लागि होइन। हुएभर इज भेरी भेरी इन्ट्रेस्टेड इन वास्तु उहाँहरूको लागि मात्रै एउटा निश प्रडक्ट हुन जान्छ। सो यो पावर पोइन्ट स्लाइड पनि हामी सेयर गर्छौँ। सो अहिले म यो सबै कुरा पढ्दिनँ, तर आई थिङ्क वान पोइन्ट आई वान्ट टेक अवे फ्रम दिस स्लाइड इज द्याट यो वास्तुलाई चाहिँ एकदमै फोकस गरेर 100% वास्तु मिलाएको होइन कि ग्राउन्ड अपदेखि नै 100% वास्तु र स्थापत्य वेदको प्रिन्सिपल र नलेजलाई युटिलाइज गरेर हाम्रो नेपालको पुरानो ज्ञान, वैदिक ज्ञानलाई चाहिँ रिभाइभल गर्ने इज द मिसन बिहाइन्ड दिस कम्पनी। सो त्यसमा जोडिन चाहनुहुन्छ भने हामी र म पनि एकदमै आभारी रहनेछु। सो यो एउटा टाइमलाइन र रोड म्याप हो। अहिले हामी 2026मा छौँ। कन्स्ट्रक्सन सुरु हुन्छ यो वर्ष। 2028मा चाहिँ हामी डेलिभर गर्न थाल्छौँ। अलिकति डिटेल्सहरू छ, तर यहाँ चाहिँ एउटा मैले वास्तुको एकदम स्पेसिफिक कुरालाई चाहिँ हाइलाइट गर्न चाहेँ। सो हाम्रो अर्थ को चाहिँ आफ्नै एउटा इलेक्ट्रोम्याग्नेटिक फिल्ड हुन्छ जसमा चाहिँ नर्थ पोलबाट एनर्जी सर्कुलेट भएर साउथ पोलबाट छिर्ने अनि त्यो सर्कुलेट भइराख्ने एनर्जी फिल्ड हुन्छ जुन चाहिँ
तलदेखि माथि 90 डिग्रिज र साइडवेज परपेन्डिकुलर ल्याटिट्युड र लङ्गिट्युडको इन्टरसेक्सनमा चाहिँ एनर्जी फ्लो भइरहेको हुन्छ। त्यसलाई हामी भन्छौँ ग्रिड। त्यो ग्रिडमा जुन एनर्जी फ्लो भइरहेको हुन्छ त्यही ग्रिडमाथि पर्फेक्टली त्यही ग्रिडमाथि चाहिँ फाउन्डेसन राख्यो भने चाहिँ त्यो भनेको चाहिँ रियल वास्तु र स्थापत्यविदको नलेज युज गरेर बनाएको फाउन्डेसन हुन्छ बिल्डिङको, जुन चाहिँ हाम्रो तिनटै बिल्डिङ चाहिँ हामीले ग्रिडमा राखेका हुन्छौँ। जस्ट एउटा मैले वास्तुको नलेजलाई मात्रै हाइलाइट गर्न खोजेको, तर यस्तै वास्तुको प्रिन्सिपलहरू 10औँवटा 20औँवटा धेरै नै वास्तुको नलेजहरू युज गरेर बनाएको बिल्डिङ हो भन्ने कुरा चाहिँ मैले एउटा हाइलाइट गर्न चाहेँ। सिमिलरली अघि मैले यो पोइन्टहरू भनिसकेँ, तर पार्किङ प्रशस्त छ। बेसमेन्टमा चाहिँ तपाईँको डबल लेयर बेसमेन्ट हुनसक्छ। एन्टायर कम्युनिटीको ग्राउन्ड प्लेन चाहिँ 16,000 स्क्वायर फिट। गाडीको लागि हाइड्रोलिक लिफ्ट, हरेक बिल्डिङमा लिफ्ट हुन्छ। बेसमेन्टको चाहिँ अगाडिबाट पनि एन्ट्रेन्स छ, पछाडिबाट एक्जिट गर्न पनि मिल्छ। अगाडि नर्थमा हाइवे, साउथमा 20 फिटको बाटो छ। यो जस्ट एउटा बर्ड आई भ्यू, एउटा लामो प्रपर्टी छ, तर त्यसमा पनि हामीले अपार्टमेन्ट कसरी म्यानेज गरेको छौँ भन्ने कुरा देखाइएको छ। सो यो अगाडिको कमर्सियल कम्प्लेक्स जसमा बिजनेसहरू हुनसक्छन्, सप्सहरू हुनसक्छन्, यो बिचको अपार्टमेन्ट, यो सबैभन्दा पछाडिको साउथको अपार्टमेन्ट, त्यसलाई समग्रमा हालेर हामीले इस्ट भ्यू हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ भन्ने एउटा पिक्चर भयो। यो ओभरअल भ्यू यस्तो छ। नर्थमा एन्ट्री गर्दाखेरिको भ्यू यस्तो हुन्छ। यहाँ ग्राउन्ड फ्लोरमा डबल सिलिङ गाडीको सोरुमहरू हुने, ब्याङ्कहरू हुने एउटा इमेजिन गर्न सकिन्छ। सो क्विकली मैले अब एकदम क्विकली देखाइहाल्छु। सो अपार्टमेन्टहरू 3 थरीका छन्, 2 BHK, 3 BHK, 3.5 मिनिङ हामीले चाहिँ हाई सिलिङ, 2टा फ्लोरको सिलिङलाई नै एउटा अपार्टमेन्टको सिलिङ बनाएर राखेको मेजनाइन डिजाइन भन्ने छ। सो 2 BHK नर्थ र साउथ फेसिङ साउथ साइडमा छ, अनि 3 BHK भयो, अनि 4 BHK पनि छ। एन्टायर फ्लोरको 4वटा रुम भएको एन्टायर अपार्टमेन्ट एकजनाले ओन गर्न सक्नुहुनेछ। यो चाहिँ 3.5 त्यो मेजनाइनवाला डिजाइन भयो। अनि बिल्डिङको नर्थ साइड र साउथ साइडमा छ। सो 2टा डिजाइनहरू छन्। अनि इम्पोर्टेन्टली हाम्रो utsavvastu.com भनेर हाम्रो वेबसाइट छ, जसमा गएर चाहिँ सबै इन्फर्मेसनहरू हजुरहरूले हेर्न सक्नुहुन्छ र मलाई डिरेक्टली रिच आउट पनि गर्न सक्नुहुन्छ। मैले सबै कुराहरू सेयर गर्न सक्नेछु। अनि लास्टली बट नट द लिस्ट एन्ड मोस्ट इम्पोर्टेन्टली, आज चाहिँ मैले हाम्रो रेस्पेक्टेड ब्रान्ड एम्बेसेडर हुनुहुन्छ, हाम्रो आदरणीय क्याप्टेन विजय लामाजी हुनुहुन्छ, आज कलमा आइदिनु भएको छ। सो आई वुड लाइक Captain Vijay Lama to speak a few words about Utsav Vastu, and yeah, I'm very excited. Thank you very much. By the way, अहिले हामी वेट गरिरहेको बेलामा एउटा कुरा मैले हाउसकिपिङ टेक्नोलोजीको कुरा सेयर गर्न चाहिहालेँ। मेरो पनि 3टा भिडियो र एड्सहरू थियो, जुन चाहिँ साउन्डको च्यालेन्जहरू धेरै भइरहेको हुनाले मैले प्रेजेन्ट गर्न चाहिनँ, तर हाम्रो यानी होम्सको टिमले चाहिँ त्यो भिडियोहरू सबै सेयर गर्नुहुन्छ होला। सो त्यो प्लिज हेरिदिनु होला। अनि केही क्वेसन भएन, आई एम हियर, कन्ट्याक्ट गर्नु होला मलाई। थ्याङ्क यू सो मच। Namaste everyone, my name is Utsav and I would like to welcome you to celebrate an exciting new beginning. It is with great joy and heartfelt gratitude that I officially today launch Utsav Vastu Private Limited Company, a company born out of deep passion for harmonizing life through ancient science of Vastu and Sthapatya Veda. This company is more than just a platform. It's a reflection of years of study, practical experience, and the growing need in today's fast-paced world for spaces that are energetically balanced, peaceful, and purpose-driven. Whether you're building a new home, revitalizing a commercial property, or simply curious about how Vastu can bring clarity and alignment to your environment, our website www.utsavvastu.com is here to guide you with insight, integrity, and intention. At utsavvastu.com, visitors will find a range of thoughtfully designed apartment suites
educational content, and real-life case studies that demonstrate how Vastu principle can be applied practically and effectively to your next dream homes. Our website is a space created for seekers, homeowners, architects, entrepreneurs, and anyone who understands the value of creating alignment in the spaces we inhabit. Today's launch of Utsav Vastu Private Limited Company marks not just the unveiling of a website, but the start of a new journey toward elevating awareness, offering expert guidance, and making Vastu more accessible to Nepali families all around the world. I invite you to explore the website, share your feedback, and be a part of this initiative toward conscious living through space alignment. Thank you again for your interest, and welcome to Utsav Vastu. Have you ever wondered why so many traditions emphasize east-facing buildings? It's not just a cultural belief or a myth. There is a scientific reason. Think about a stone. If a drop of water falls on it once, nothing happens. But when the same drop falls day after day, year after year, the stone changes. It develops a dent, sometimes even a hole. That's the power of consistency. Now imagine the same principle applied to your living space. When a home faces perfectly east, every single morning, it welcomes the first rays of the sun. These rays are gentle, low in harsh ultraviolet rays, yet filled with grounding, restorative energy. And when that soft light enters your space daily, the energy of the morning sun becomes woven into the very fabric of the building. But this magic doesn't stop at the walls. Morning light works on us too. Exposure to early sun rays regulates our sleep-wake cycles, resets our internal clock, improves mood, and boosts energy for the day ahead. It even plays a role in vitamin D production, strengthening both our body and mind. So an east-facing home isn't just about architecture or direction. It is about living in harmony with nature's rhythm. It's about creating a space where positive energy doesn't just visit, but settles in permanently. A home that greets the sunrise each day becomes a home that radiates well-being for a lifetime. थ्याङ्क यू उत्सवजी विजयजी तपाईँले आफ्नो नाम रिनेम गर्नुभएको छैन जस्तै लाग्यो प्लिज आफ्नो नाम रिनेम गरिदिनुहोस् अनि हाम्रो उत्सव वास्तु को बारेमा केही बोलिदिनुहोस् पहिला आफ्नो नाम नै पहिला रिनेम गरिदिनुहोस् सो द्याट वी क्यान अनम्युट यु ओर च्याटमा केही एउटा मेसेज मात्रै ड्रप गरिदिनु भए पनि हुन्छ सो द्याट वी नो इट्स यु So, Neetaji, I don't see Captain Vijay Lama online. Maybe Okay, I think disconnected. he left. तर ठिकै छ उहाँ पछि जोडिनु भयो भने हामी पक्कै पनि उहाँलाई स्पेस दिन्छौँ अहिलेको लागि चाहिँ हामी कार्यक्रमलाई अगाडि बढाउँछौँ थ्याङ्क यू उत्सवजी सो नाउ तपाईँहरूको च्याटमा हामीले क्वेसन्सहरू देखिरहेका थियौँ अफकोर्स मोस्ट वेयर रिलेटेड टु ब्याङ्किङ फाइनेन्स सो त्यसको आन्सर्स दिनको लागि चाहिँ वी डु ह्याभ विनय देवकोटाजी अन बोर्ड सो विनय दाई ब्याङ्किङ र फाइनेन्सको बारेमा द फ्लोर इज yours. ओके हामी यो ब्याङ्किङ र फाइनेन्सको कुरा गर्नु अगाडि चाहिँ वी भर्खरै विजयजी हामीले देख्यौँ सो विजयजीलाई नै पहिला हामी बोल्नलाई स्पेस दिन्छौँ उत्सव वास्तुको बारेमा सो हि इज ब्रान्ड एम्बेसडर अफ उत्सव वास्तु सो विजयजी द फ्लोर इज अल yours. Thank you so much. Well anticipated, actually. I was just having fun, watching. And thank you so much. It's such an honor and pleasure to be a part of this webinar. मैले कुरा गर्नै पर्दाखेरि चाहिँ I'm not a developer. I'm just a brand ambassador. But at the same time, the reason why I'm doing this is also because I think the future of any metropolitan cities, future of any cities is for living, good living, standard living, and quality living. I think it's all about apartments.
Of course, property is good to have huge piece of land and have your own space. That's another thing. तर अहिलेको सन्दर्भमा हामीले कुरा गर्नु पर्दाखेरि नेपालको कुरा गर्ने हो भनेदेखिलाई काठमाडौँको विशेष गरेर this is really a very big opportunity सबैको लागि अनि म त I'm like a bridge म त एक किसिमको एउटा पुल पनि हुँ नेपालदेखि विदेश बिहान नेपालमा हुन्छु भने बेलुकी म कहिले दुबई राति इभिनिङमा म काठमाडौँमा हुन्छु भनेदेखिलाई मर्निङमा आइम इन नारिटा सो आई किप ट्राभलिङ अराउन्ड द वर्ल्ड लट त्यसले गर्दाखेरि मलाई कस्तो लाग्छ भनेदेखिलाई आई थिङ्क इट्स द बेस्ट एन्ड फर कमिङ डेज अब समय अनुसार पनि हामीले हेर्दै जाने भनेदेखिलाई काठमाडौँमा रहेका विभिन्न propertiesहरुका हामीले कुरा गर्नु पर्दाखेरि पनि when it comes to holding your own fort through an apartment is awesome. That's why I'm associated with Utsav Vastu Apartments. मलाई कस्तो लाग्छ भन्दाखेरि उहाँले अमेरिकामा बसेर आफ्नो कम्फर्टेबल लाइफ उत्सवले बिताए पनि हुन्छ. But still, look, his thought, the way I clicked along with him was because his thought is to do something in Nepal also. किनकि विदेशमा रहनु हुने सम्पूर्ण मेरा दाजुभाइ दिदीबहिनी मेरो आफ्नै परिवारमा पनि धेरै जस्तो विदेशमा छन्. I think I belong to that few in my own family who are living in Nepal at the moment. So नेपालमा अपार्टमेन्ट त्यो पनि उत्सव वास्तुको मैले अलि कुरा गर्नु पर्दाखेरि अब very soon 6 lane यो हाइवे all the way towards east जाने जुन बनिरहेको छ अहिले भक्तपुर साइडबाट यो कुराले पनि हामीलाई के देखाउँछ भन्दाखेरि काठमाडौँ is becoming big, it's becoming modernized, it's definitely improved in the past few years onward if you look at Kathmandu at the moment. So safety wise and good investment and Vastuko, I think I'm on as being an Asian also, we believe in Vastu or Feng Shui ko kura huncha. So Utsav Vastu apartment ko kura garnu parदाखेरि पनि they have done this work meticulously. हामीले विश्वास गर्ने कुरामा पनि he has invested a lot of time and effort to making this happen. अनि अर्को कुरो चाहिँ as professionals अहिले सबैको सोच भनेको विदेशमा जानु हुने हरेक मेरा दाजुभाइ दिदीबहिनीको सोच उहाँ सबैले मलाई धेरैले के भन्नुहुन्छ भने दाइ अथवा भाइ उहाँले के भन्नुहुन्छ भने एउटा बास पायो भने त एक गाँस त हामी जसरी लिन सक्छौँ. सो बासको निम्ति त अहिले so many opportunity अहिले look at all this दरबार अपार्टमेन्टको कुरा आयो इम्पेरियलको पनि I've seen इम्पेरियलको पनि there's so many apartments I know. So मलाई जहाँसम्म लाग्छ I think this is an opportunity. सुरुमा उज्जवलले भने जस्तो this is an opportunity for all of us to be together, do something and gain something from it. It's not one-way ticket. It's both two-way. Buyerलाई पनि राम्रो हुन्छ, sellerलाई पनि राम्रो हुन्छ. So this is one way of saying welcome, join us in Nepal. मलाई लाग्छ मेरो नेपाली दाजुभाइ दिदीबहिनी संसारको जुनसुकै कुनामा हुनुभए पनि you are my brothers and sisters, so we always welcome you to Nepal. Come, stay with us if you want to. If you don't want to also, make sure that you have an apartment here whenever you come in, whenever you walk in, or whenever you drop in, you have a home. You don't have to go live anywhere. So thank you so much for giving me this opportunity. As a flyer, as an aviator, as an actor, मेरो लागि त भविष्य भनेको comfortable and easy living is all about living in a very good, well service apartments हरुमा नै हामीलाई सजिलो हुन्छ जस्तो लाग्छ. नत्र एउटा डल्लै घरलाई सम्हालेर राख्नलाई त्यसलाई मेन्टेन गर्नको निम्ति
त्यसलाई may ensure safety and security for individual property is very difficult. So when it comes to having an apartment, safety, security, good investment, good return also, and very comfortable living को लागि पनि join us. Welcome to Nepal and welcome to the world of apartments in Nepal. थ्याङ्क यू विजयजी हामीसँग जोडिनु भएकोमा धेरै खुसी लाग्यो तपाईँसँग कुरा गरेर र हामीसँग जोडिनु भएको सबैजनालाई खुसी लाग्यो जस्तो लाग्छ है च्याटमा मेसेजहरू देख्दा चाहिँ अहिलेको लागि हामी छुट्टिन्छौँ र हामी कार्यक्रमको नेक्स्ट सेगमेन्टतिर जान्छौँ तपाईँहरूले जति पनि प्रश्नहरू सोधिराख्नु भएको छ ब्याङ्किङ र फाइनेन्सको बारेमा त्यसको लागि गगनजीलाई म निम्त्याउन चाहन्छु तपाईँहरूको प्रश्नको उत्तर चाहिँ उहाँले समावेश गर्नुहुन्छ उहाँको प्रेजेन्टेसनमा जस्तो लाग्छ मलाई गगनजी फ्लोर इज अल योर्स ओके थ्याङ्क यू सो मच वान्स मोर फेरि पनि मलाई अपर्च्युनिटी दिनु भएको छ र आज हामीले जति पनि हाम्रो युएसमा बस्नुभएको क्लाइन्टहरूसँग कुरा गर्दाखेरि उहाँहरूले नर्मली सोचेको क्वेसनहरू केही मैले रेडी गरेको छु होइन कमनली आस्क क्वेसन होइन यो क्वेसनहरूको म सरसरी एन्सर दिनेछु ताकि तपाईँहरूलाई सजिलो होस् किनकि यो क्वेसन उहाँहरूको मात्र नभएर तपाईँहरूको पनि क्वेसन हो त्यो भएर म सरसरी त्यसको आन्सर पनि दिनेवाला छु र फर्स्ट थिङ त के हुन्छ भन्दाखेरि तपाईँको नेपालमा तपाईँ प्रोपर्टी किन्न चाहनुहुन्छ भने फर्स्ट अफ अल तपाईँ नेपाली सिटिजन हुन पर्यो है तपाईँ नेपाली सिटिजन हुन पर्यो तपाईँसँग सिटिजनसिप र पासपोर्ट हुन पर्यो र अर्को कुरा भनेको तपाईँ 18 वर्षभन्दा माथि हुन पर्यो तपाईँको एज 18 वर्षभन्दा मुनि तपाईँको एज छ भने तपाईँ पाउनु हुँदैन पनि है नेपालमा प्रोपर्टी किन्न यो लिगली पाइँदैन पनि र अब धेरैजना कतिपय क्लाइन्टहरूले कस्तो क्वेसन सोध्नुभयो भन्दाखेरि म युएसमा बसिरहेको छु मैले रिमोटली प्रोपर्टी पर्चेस गर्न सक्छु कि सक्दैन यो कुराहरू सोधिराख्नु भएको थियो र यसमा सक्नुहुन्छ तपाईँले रिमोटली पनि धेरै कामहरू गर्न सक्नुहुन्छ तपाईँले तर यसमा के छ भन्दाखेरि तपाईँको लोन अप्रुभ गर्नुको लागि पनि तपाईँ फिजिकल प्रेजेन्ट हुनैपर्छ र अर्को कुरा भनेको तपाईँको नाममा ओनरसिप ट्रान्सफर गर्नुको लागि पनि तपाईँ मार्फतमा पनि तपाईँ प्रेजेन्ट हुनैपर्छ है यो दुईवटा कुराको लागि भए पनि तपाईँ प्रेजेन्ट त हुनैपर्छ त्यो भएको भएर तपाईँले युएसबाटै सबै प्रोसेस गरेर तपाईँले आफ्नो नाममा गर्नुको लागि र लोन लिन चाहनुहुन्छ लोन प्रोसेसिङको लागि पनि तपाईँले त्यसको लागि पनि तपाईँले के गर्न सक्नुहुन्छ तपाईँले सबै रिमोटली गर्न सक्नुभयो तर एट द एन्ड भनेको तपाईँले आफ्नो नाममा गर्नुको लागि या लोन अप्रुभ गर्नुको लागि तपाईँ फिजिकल प्रेजेन्ट हुनैपर्छ है र धेरैजनाको अर्को क्वेसन के थियो भन्दाखेरि मैले युएसबाट पैसा प्रोपर्टीको लागि पठाउनुको लागि धेरै पैसा पठाउनु पर्ने हुन्छ यत्रो अमाउन्ट पठाउनुलाई कसरी पठाउने भन्ने कुरा पनि आएको थियो त्यसमा तपाईँ रेमिट्यान्सकै थ्रु पनि पठाउन सक्नुहुन्छ र ब्याङ्क टु ब्याङ्क ट्रान्सफर पनि गर्न सक्नुहुन्छ है र यसमा भनेको तपाईँले पठाउँदाखेरि तपाईँले विथ लिगल डकुमेन्ट चाहिँ हुन पर्यो तपाईँ लिगल डकुमेन्टहरू तपाईँले सबै मेरो इन्कम प्रुफहरू सबै तपाईँले देखाउनु भयो भने देयर इज नो ब्यारियर है तपाईँको कुनै पनि तपाईँले ब्यारियरहरू तपाईँले भोग्नु पर्दैन पनि तपाईँ त्यसरी तपाईँले पठाउन सक्नुहुन्छ पनि र अर्को क्वेसन भनेको कुनै लिमिट हुन्छ कि हुँदैन भनेर पनि सोध्नु भएको थियो मैले एकैपटक कति जति पैसा पठाउन मिल्छ भन्ने कुरा पनि गर्नु भएको थियो त्यसमा तपाईँको के छ भन्दाखेरि देयर इज नो टफ लिमिट है मैले अहिले पनि कुरा गरेँ तपाईँ इन्कम एभिडेन्सको कुरा मतलब तपाईँले आफ्नो इन्कम प्रुफ देखाउन सक्नुहुन्छ भने देयर इज नो सफ्ट लिमिट है कुनै पनि लिमिट चाहिँ छैन पनि र अर्को भनेको तपाईँले मैले युएसमा पैसा कमाइ मतलब युएसमा मैले अर्न गरिरहेको छु बट म नेपालमा मैले लोन लिनको लागि या म नेपालमा लोन लिन मिल्छ या मिल्दैन मैले के क्राइटेरियाहरू मैले मतलब फुलफिल गर्न पर्ने हुन्छ यो क्वेसन पनि आएको थियो र यसमा भनेको तपाईँले सक्नुहुन्छ र त्यसको लागि सपोर्टिङ डकुमेन्ट तपाईँको के चाहिन्छ भन्दाखेरि पे स्लिप चाहियो ब्याङ्क स्टेटमेन्ट चाहियो तपाईँको 6 मन्थको तपाईँको 6 मन्थको तपाईँको ब्याङ्क स्टेटमेन्ट चाहियो र प्लस भनेको नेपाली पासपोर्ट होल्डर चाहिँ हुनै पर्यो तपाईँ नेपाली पासपोर्ट होल्डर हुनुहुन्छ भने मात्रै तपाईँ लोन पनि तपाईँले लोन अप्रुभ हुन्छ अदरवाइज लोन अप्रुभ हुँदैन पनि र नेक्स्ट क्वेसन भनेको तपाईँको करेन्ट मतलब हेर्ने हो भने कुनै स्पेसिफिक अब यस्तो छ तपाईँको इन्ट्रेस्ट रेट भनेको हरेक ब्याङ्कको फरक छ पनि इन्ट्रेस्ट रेट पनि सोध्नुहुन्छ धेरैजना र यसको बारेमा तपाईँ जुन ब्याङ्कसँग तपाईँ कम्फर्टेबल हुनुहुन्छ त्यो ब्याङ्कमा हामी गाइड गर्नका वी आर रेडी है तपाईँको अलङ दि जर्नी त हामी तपाईँलाई गाइड गर्छौँ नै
तर यसमा के छ भन्दाखेरि तपाईँको हरेक ब्याङ्कको फरक फरक छ है, त्यो भएर मैले ट्याक्कै भन्न नपाएँ तपाईँलाई। र अर्को कुरा भनेको तपाईँले होम अथवा ल्यान्ड लिनको लागि तपाईँको के छ भन्दाखेरि तपाईँको यसको लागि तपाईँको के छ भन्दाखेरि नेपाली अब अहिले पनि यसको बारेमा हाम्रो कुरा भइसकेको छ पनि है। अहिले पनि मैले तपाईँको यो के क्राइटेरिया हुन्छ यसको बारेमा मैले धेरै कुराहरू मैले सेयर गरिसकेको छु। र तपाईँ यदि ओके इन्ट्रेस्ट रेटको कुरा पनि हामीले गरिसकेको छौँ। र अब अर्को कुरा के छ भन्दाखेरि तपाईँको तपाईँले ओके होम लोन लिनको लागि अब यो क्वेसन धेरैजना के हुन्छ भन्दाखेरि मैले होम लोन लिनको लागि के डकुमेन्टहरू चाहिन्छ भन्ने पनि धेरैजनाले सोध्नुहुन्छ पनि। यही क्वेसन पनि मैले क्लारिफाई गर्न चाहेँ। यसमा भनेको तपाईँसँग नेपाली पासपोर्ट अथवा सिटिजनसिप हुन पर्यो। पासपोर्ट भनेको म्यान्डेटरी, सिटिजनसिप पनि म्यान्डेटरी हुनु पर्यो। फर्स्ट अफ अल त नेपाली सिटिजन हुन पर्यो। र अर्को भनेको ब्याङ्क स्टेटमेन्ट चाहियो, र प्रोपर्टीको डकुमेन्ट चाहियो, प्यान कार्ड चाहियो, तपाईँको एनआइडी चाहियो र मोबाइल नम्बर चाहियो। यो कुराहरू तपाईँले प्रोभाइड गर्नुहुन्छ भने तपाईँले होम लोन पनि तपाईँ लिन सक्नुहुन्छ पनि है। यसमा चाहिँ तपाईँको केही बेसिक क्वेसनहरू थियो, मैले जुन जति पनि मैले क्वेसन प्रिपेयर गरेको थिएँ यही क्वेसनहरूको आई होप कि तपाईँले पनि धेरै क्लारिटी पाउनुभयो होला। र अझै पनि तपाईँको मनमा जति पनि क्वेसनहरू छ यो क्वेसनहरूको आन्सर अहिले हामी Q&A सेसनमा पनि गरौँला है। सो थ्याङ्क यू म्याम। धन्यवाद गगनजी। उत्सवजीले हात उठाइराख्नु भएको छ। एउटा लास्ट सेगमेन्ट बाँकी छ, त्यसपछि हामी पक्कै पनि तपाईँलाई अनम्युट गर्छौँ। अहिलेको लागि लास्ट सेगमेन्ट एउटा बाँकी छ। तपाईँहरू धेरैजनाले पक्कै पनि आफ्नो आमा बुवाको लागि, उमेर ढल्किसकेका आमा बुवाको लागि घर खरिद गर्ने सोच्दै हुनुहुन्छ। घर खरिद गरेर मात्रै भएन, मेरो मम्मी ड्याडीको हेरचाह कसले गर्छ भनेर सोच्दै हुनुहुन्छ भने हामीसँग जोडिनु भएको छ हेल्थ केयर सपोर्टबाट नेपाल सिनियर केयर बाट आरतीजी जोडिनु भएको छ। आरतीजी हामीसँग कुरा नै गर्नुहुन्छ अहिले एकैछिनमा। पहिला हामी भिडियो हेर्छौँ नेपाल सिनियर केयरको। अहिलेको लागि चाहिँ सुजनजी, क्यान वी ह्याभ द भिडियो? यहाँ आएर म चाहिँ धेरै खुसी छु किनभने मेरो मान्छेलाई सन्चो भयो। स्ट्रोक भएको हो मेरो श्रीमानलाई। आउँदाखेरि चाहिँ हिँड्न पनि सक्नु भएको थिएन, हामी हस्पिटलबाट सिधै आएको हो। अनि हिँड्न सक्दैन कि जस्तो लाग्थ्यो मलाई हेर्दाखेरि चाहिँ। तर 3-4 दिनमा चाहिँ थेरापी गरेपछि अलिअलि उठ्न सक्ने हुनुभयो। त्यहाँबाट 1 हप्तामा हल्का हल्का हिँड्न सक्नुभयो। अहिले त अलि राम्रोसित हिँडिरहनु भएको छ। मैले भन्ने अनुभवै त्यही हो, मैले देखेको पनि त्यही हो। अब सधैँभरि यहाँ बसिरहेको छु नि म पनि बुढासँगै, त्यही भएर यहाँ आमाहरूलाई देखेर अब कस्तो कस्तो लाग्थ्यो। अब अहिले त धेरै आमाहरूसित पनि एकदम आफ्नो आमाहरू जस्तै लाग्ने त्यस्तो भइरहेछ। अनि अब राम्रो छ सबै कुरा। नर्सहरू, केयर किपर बहिनीहरू सबै राम्रो हुनुहुन्छ। अब यहाँ खाना बनाउने बहिनीदेखि लिएर सबैजना राम्रो हुनुहुन्छ। अब हामीलाई त एकदमै राम्रो भएको छ। तपाईँहरूलाई पनि अब आउनु पर्यो भने यहाँ आउनु होला। नेपाल सिनियर केयरमा मैपीमा छ। अब हामीलाई त सबै राम्रो भएको छ, तपाईँहरूलाई नि हुन्छ। म त यहाँ फर्स्ट टाइमै आएको हो म यस्तो ठाउँमा। यहाँ आएर म चाहिँ धेरै खुसी छु किनभने मेरो मान्छेलाई सन्चो भयो। एउटा यस्तो मोमेन्ट पनि थियो कि मलाई हरेकचोटि मलाई फोन आउँदाखेरि चाहिँ मलाई डर लाग्थ्यो कि आमा कतिखेर लड्नु भयो के भयो भन्ने हिसाबले। आमाको चाहिँ यस्तो आइटिपी भयो, त्यो चाहिँ अब क्रोनिक आइटिपी। त्यसमाथि पनि अब अहिले 67 इयर्सको भइसक्नु भएपछि चाहिँ भित्रबाट चाहिँ जिआई ब्लिडिङ, पेटबाट चाहिँ एनी टाइम प्लेटलेट्स कम हुने एउटा समस्या भयो। र त्यसले गर्दाखेरि चाहिँ एनी टाइम ब्लिडिङ हुन सक्ने। त्यसपछि क्लिपहरू लगाउँदाखेरि पनि त्यो क्लिप लगाएको 1 हप्तापछि फेरि ब्लिडिङ हुने भइसकेपछि चाहिँ त्यो इन्क्योरेबल अवस्थाको भयो। मेरो चाहिँ लगभग यो विगत 2 वर्षको दिनचर्या चाहिँ आमालाई अस्पताल पुर्याउने, हरेक हप्ता जस्तो चाहिँ अस्पताल लाने ल्याउने गरेर मैले अबको 1 घन्टाको समय पनि योजना गर्न नसक्ने अवस्थामा थिएँ। जिन्दगी चाहिँ एउटा हिसाबले चाहिँ अब व्यावसायिक उत्तरदायित्व पनि भयो अनि यतापट्टि पारिवारिक पनि हुँदाखेरि चाहिँ प्लान नै गर्न नसक्ने अवस्थामा पुगिराख्दाखेरि चाहिँ मैले नेपाल सिनियर केयरको बारेमा थाहा पाएँ।
अनि त्यसपछि चाहिँ अहिलेको समयमा चाहिँ मैले आमालाई अस्पताल नलगिकन होम केयर सर्भिस लिएर आइराखेको छु नेपाल सिनियर केयर मार्फत। घरमा सुविधा धेरै सुविधा त अनि पछि ब्लडहरू निकाल्न ओर्न गर्दाखेरिमा एकजना भाइ आउनु भएको थियो, उहाँले धेरै सजिलोसँग गरिदिनु भयो, मलाई धेरै सजिलो भएको छ यहाँ हस्पिटलमा भन्दा त। नेपाल सिनियर केयर, बा आमालाई ठिक छ। घाउ भित्रभित्र जान्छहरू पाक्छ, अनि क्यान्सरै हुने हो कि हड्डीमा छुने हो कि भन्ने डर थियो। पहिला मेरो आमा चाहिँ नि एकदम बलियो थियो, मोटो खाएको थियो। घरमा राखिरहेको ठाउँमा आमा कोठाभित्रै लडेको थियो, खुट्टा भाँचेको थियो। पछि हस्पिटल लाँदा खुट्टाको अपरेसन गर्नुभयो। अनि खुट्टाको आमाको खुट्टामा अहिले स्टिलको पाता राखेर दर्शकहरू मिलाएर पठाइदिनु भयो। आमाले हामीले केयर गर्दा गर्दा पनि ओछ्यानको पछाडितिर घाउ यत्रो ठुलो घाउ भएर आयो। घरमै अक्सर उपचार गर्दा 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 2 महिना बिते सर। 2 महिना बितेर घाउ निको भएर आएन। अनि उहाँ सरले के भन्नुभयो कम्पाउन्डर साहबले, आमालाई यहाँ राख त भने ठिक गर्न सकिँदैन, मैले पनि जस नपाएको भयो, आमा यस्तो भयो, इन्फेक्सन भएको छ, नेपाल सिनियर केयरमा लानुहोस्, त्यहाँ चाहिँ राम्रो छ भन्ने उहाँले सल्लाह दिनुभयो। अनि आमालाई तुरुन्तै भोलिपल्टै ल्याए यहाँले। 1 महिनापछि अलिकति सुधार भएको देखियो, उनीहरू 2 महिनापछि सुधार भएको देखियो। अनि हामीलाई पनि के भयो, सुधार भयो, हौसला पनि बढ्यो। किन भन्दाखेरि यहाँ आउँदाखेरि मेरो आमालाई घाउ हुँदैन कि, घाउ भित्रभित्र जान्छहरू पाक्छ, अनि क्यान्सरै हुने हो कि हड्डीमा छुने हो कि भन्ने डर थियो। तर 1 महिनापछि 2 महिना हुने दिएपछि आमाको घाउ सुधार भएर आयो, राम्रो देखियो। अनि 2 महिनापछि 3 महिनामा घाउ चट्टै भयो। अनि घाउ निको भइसकेपछि अब आमा हिँड्छ होला भन्दा भन्दा आज आमा आफै एक्लै पनि हिँडेको मैले माथि हेरेर आएँ अहिले पनि। त्यस कारणले हामी आमा हिँडेकोबाट खुसी नै छौँ सर। पैसा भनेको कुरा आउँछ जान्छ। नेपाल सिनियर केयर, बा आमालाई ठिक छ। तपाईहरूको प्रश्न हामीले देखिरहेका छौँ। Q&A सेसन अब एकैछिनमा सुरु हुन्छ। अहिलेको लागि हाम्रो आरतीजी क्यान वी ह्याभ यु अन बोर्ड प्लिज? यहाँहरू सबैजनालाई नमस्कार। म आरती पौडेल नेपाल सिनियर केयरमा फाउन्डर र सिइओको रूपमा छु। यहाँहरूले भिडियोबाट पनि अघि प्रस्तुत भएको भिडियोहरूबाट नेपाल सिनियर केयरको ब्रिफ इन्ट्रोडक्सन पाइसक्नु भएको छ जस्तो लाग्छ मलाई। सो हामी चाहिँ नेपाल सिनियर केयर ज्येष्ठ नागरिकहरूको लागि, बुवा आमाहरूको लागि चाहिँ स्वास्थ्य सेवा सहितको उहाँहरूको घरमै गएर पनि स्वास्थ्य सेवा प्रदान गर्ने, साथसाथै हाम्रो आफ्नै एउटा 50 बेडेड एज्ड केयर सेन्टर छ जहाँ चाहिँ अलिकति क्रिटिकल केयरमा रहनु भएको, डिमेन्सिया केयर चाहिनु भएको बुवा आमाहरूलाई चाहिँ हामी ल्याएर यहाँ सेन्टरमै केयर गर्छौँ। सो मैले यहाँहरूलाई हाम्रो यानी होम्सको सँगको सहकार्यको बारेमा अलिकति जानकारी गर्न चाहन्छु। हामीले यानी होम्ससँग सहकार्य गरेका छौँ र यहाँहरूले आफ्नो बुवा आमाको लागि जुन नेपालमा रहनु भएको बुवा आमाहरूप्रतिको हजुरहरूको उहाँहरूको एउटा सुरक्षाको दृष्टिकोणले, सेफ्टीको हिसाबले र भनौँ न स्वास्थ्य, यो सबै कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छ। सो हामीसँगको सहकार्यमा चाहिँ यहाँहरूले बुवा आमाहरूलाई चाहिँ घरमै स्वास्थ्य सेवा प्राप्त गर्न सक्नुहुन्छ र यानी होम्ससँग हामी सहकार्य गरिरहेका छौँ। यो स्वास्थ्य सेवा चाहिँ बुवा आमाहरूलाई कसरी उहाँहरूको घर दैलोमा हामी पुर्याउन सक्छौँ, जसरी हामीले काठमाडौँको विभिन्न स्थानहरूमा अहिले पनि गएर हामी घरमै सेवा दिइरहेका छौँ र साथसाथै हाम्रो सेन्टरमा पनि आवश्यक पर्दा ल्याएर हामी सर्ट टाइमको लागि थेरापीहरू गराउने, नर्सिङ केयरहरू प्रोभाइड गर्ने कुराहरू गरिरहेको यसलाई चाहिँ एउटा प्याकेजको रूपमा चाहिँ हामी इन्ट्रोड्युस गर्दैछौँ। र हजुरहरूले यदि बुवा आमाको लागि यानी होम्ससँग सहकार्य गरेर घर किन्दै हुनुहुन्छ भने हजुरहरू ढुक्क हुनुहोस्। उहाँहरूको स्वास्थ्य सेवाको लागि नेपाल सिनियर केयर सधैँ तत्पर छौँ। यति भन्दै म उज्जवलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो प्लेटफर्ममा नेपाल सिनियर केयरको बारेमा मलाई 2 शब्द राख्ने मौका दिनुभएकोमा। र यहाँहरू सबैजनालाई म यहाँहरूको ठाउँमा बसेर सोच्न सक्छु, हजुरहरू विदेशमा हुनुहुन्छ, बुवा आमाहरूको आफ्नो प्रियजनहरूको लागि नै हजुरहरूले ब्याकअप एउटा घर किन्ने प्लान गर्नुभएको हुन्छ र त्यो सँगसँगै सबैभन्दा ठुलो कुरा भनेको एउटा स्वास्थ्य अनि सुरक्षा पनि हो। सो मैले जति पनि डेभलपरहरूको कुराहरू सुने, उहाँहरूले अत्यन्तै राम्रो भनौँ न तपाईँको डिजाइनमा, लोकेसनमा र वास्तुको कुराहरू आइरहेको छ। यति राम्रो प्रपर्टीहरूको कुराहरू सुन्नु भएको छ र यहाँ हामीसँगको सहकार्यमा स्वास्थ्य सेवाको लागि हजुरहरू ढुक्क हुन सक्नुहुन्छ भन्दै म मेरो 2 शब्द
सहित यहाँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार। धन्यवाद आरतीजी। अब चाहिँ द फ्लोर इज ओपन फर Q&A। उत्सवजीले फेरि पनि हात उठाइसक्नु भएको छ। आई थिङ्क हि वान्ट्स टु एड्रेस तपाईँहरूको यो NRN को क्वेसन एड्रेस गर्न चाहनुहुन्छ जस्तो लाग्यो है मलाई। सो सुजनजी प्लिज हाम्रो उत्सवजीलाई अनम्युट गरिदिनुहुन्छ। Thank you, Sujanji and Neetaji. NRN को लागि चाहिँ हामीले पनि उत्सव वास्तुको लिगल टिमले पनि धेरै हामीले स्टडी गरेका छौँ अनि आई विल स्पिक अन बिहाफ अफ उत्सव वास्तु ओन्ली। अब अरू बिल्डरहरूको अरू डेभलपरहरूको आफ्नै पोलिसी आफ्नै सेटिङ हुनसक्छ, तर उत्सव वास्तुमा चाहिँ हामीले क्लाइन्टहरूलाई के भनिरहेछौँ भने हामी NRN भएर US सिटिजनसिप भइसकेपछि पनि NRN ID भन्ने जुन हामीले लिन पाउँछौँ अमेरिकामा, त्यो NRN ID लिएर गएर CDOमा चाहिँ हामीले आफ्नो नागरिकता सरेन्डर गरेर त्यो NRN ID देखाएर नेसनल ID लिनुपर्ने हुन्छ। त्यो नेसनल ID लिइसकेपछि चाहिँ NRNले नेपालमा अपार्टमेन्ट किन्न पाइन्छ, बकाइदा लाल पूर्जै पाइन्छ। जग्गा किन्दाखेरिको रातो रङको लाल पूर्जा हुन्थ्यो भने यो अपार्टमेन्ट किन्दाखेरिको एउटा निलो रङको लाल पूर्जा हुँदो रहेछ। त्यो चाहिँ उत्सव वास्तुले चाहिँ हाम्रै लिगल टिमले सबै प्रोसेस गरेर अपार्टमेन्ट ह्यान्डओभर गरेर लाल पूर्जा ह्यान्डओभर गर्नेसम्मको प्रोसेस एन्टायर प्रोसेसको चाहिँ हाम्रो लिगल टिमले जिम्मा लिन्छन्। सो हाम्रो उत्सव वास्तुको आन्सर चाहिँ NRNले यहाँ अपार्टमेन्ट किन्न पाइन्छ, ब्याङ्क लोन पनि लिन पाइन्छ। हामीले चाहिँ अहिले म डिस्क्लोज गर्दिनँ कुन ब्याङ्क भनेर, तर नेपालको टप 3 ब्याङ्कसँग चाहिँ मैले पार्टनरसिप गरेको छु, जसमा चाहिँ ब्याङ्कले होम लोन प्रोभाइड गर्छन्। उनीहरूले यो सबै यही लिगल डकुमेन्टहरू माग्छन्। अमेरिकामा चाहिँ काम गरेको इन्कम सोर्स देखाउन सक्नु पर्यो। स्पेसिफिकली भन्नुपर्दाखेरि ट्याक्स तिरेपछिको तपाईँको 1040 भन्ने ट्याक्स तिरिसकेपछिको डिटेल डकुमेन्ट आउँछ। त्यो डकुमेन्ट ब्याङ्कलाई बुझाएर अनि आफ्नो इन्कम सोर्स, NRN ID, नेपालको नागरिकता सरेन्डर गरिसकेको यो सबै कुरा हामीले डकुमेन्ट ब्याङ्कलाई बुझाएर प्रोसेस गर्दाखेरि ब्याङ्कले लोन दिन्छ भन्ने प्रतिबद्धता ब्याङ्कले चाहिँ पोलिसी लेभलमा भनिसकेको छ। तर सबैको ब्याङ्क लोन अप्रुभ नहुन सक्छ बिकज अफ इन्कम अनि आफ्नो अब इन्कम एक्सपेन्स सबै कुराको स्ट्याटसले गर्दाखेरि ब्याङ्कले सबैको लोन अप्रुभ नगर्न सक्छ। तर पोलिसी लेभलमा र सिस्टेमिक लेभलमा चाहिँ NRNले लोन लिन पाइन्छ भन्ने कुरा चाहिँ एटलिस्ट हाम्रो उत्सव वास्तुको टिमबाट चाहिँ हामी अफर गर्न चाहन्छौँ। Any questions मेरो लागि? Otherwise I can hand it over back to Neetaji. हाम्रो रामजी ले हात उठाइराख्नु भएको छ है। सुजनजी उहाँलाई प्लिज अनम्युट गरिदिनुहोस्। ओ माई गड, प्रकाशजी अर्जुनजी पनि हुनुहुन्छ, तर विल स्टार्ट विथ रामजी। हजुर नमस्ते, म रामदोज विष्ट। नमस्ते हजुर, मैले अलिकति म लेट जोइन गरेँ। म चाहिँ मैले NRN को चाहिँ मैले लिएको छैन, तर चाहिँ म चाहिँ US सिटिजन हो। अहिले चाहिँ रिसेन्टली चाहिँ म आज चाहिँ यो विकमा चाहिँ म खास नेपाल आइपुगेको छु, तर चाहिँ मैले यो चाहिँ साइन अप चाहिँ लास्ट विक नै गरेको भएर चाहिँ आई वाज नट अवेयर कि म यहाँ आउँछु अथवा उता हुन्छु भन्ने। सो मेरो सानो क्वेसन चाहिँ के हो भने कति पर्सेन्टसम्म चाहिँ ब्याङ्कले लाइक लोन प्रोभाइड गर्छ? एक्चुअल लाइक 100% को चाहिँ कति पर्सेन्टसम्म चाहिँ 80%, 60%, 70% कतिसम्म चाहिँ उनीहरूले चाहिँ 20% डाउन पेमेन्ट हो कि 30% डाउन पेमेन्ट हो कि के हो? ओके रामजी, हामीले तपाईँको प्रश्न पाइसक्यौँ। उज्जवल, उहाँको प्रश्नको उत्तर तपाईँ दिनुहुन्छ। हाम्रो यानी होम्सको CEO हुनुहुन्छ उज्जवलजी, हुनुहुन्छ तपाईँ हामीसँग जोडिनु भएको छ। हजुर, थ्याङ्क यू फर यर क्वेसन हजुर। I'll keep it very short and sweet. यस्तो छ हजुरको, यदि हजुरको पहिलो घर हो भने चाहिँ नि ब्याङ्कले हजुरलाई 70% सम्म लोन दिन्छ, र यदि हजुरको दोस्रो घरहरू हो भने चाहिँ ब्याङ्कले हजुरलाई 60% सम्म लोन दिन्छ। सो ब्याङ्कको स्ट्यान्डर्ड प्रोसेस चाहिँ यही नै हो हजुर। अनि यदि जग्गा किन्नुहुन्छ भने चाहिँ 50% दिन्छ ब्याङ्कले, फाइनेन्सिङ गरिदिनुहुन्छ। र यसमा एकदमै इम्पोर्टेन्ट पार्ट चाहिँ के छ भन्दाखेरि कुनै अपार्टमेन्टले हजुरलाई चाहिँ नि 2 करोड भनेर भनेको छ भने ब्याङ्कले जुन चाहिँ 50% दिन्छु अथवा 60-70 जति % दिन्छु भनेको छ,
त्यो चाहिँ नि ठ्याक्क त्यही 2 करोडको चाहिँ नि 60% 70% नठान्नु होला, किनभने त्यो एउटा हजुरको गभर्मेन्ट रेट हुन्छ, एउटा कमर्सियल रेट हुन्छ। सो दुइटाको एभरेज निकालेर उनीहरूले रेट निकालेको हुन्छ। सो सिम्पली भन्नुपर्दा 1 करोडको जग्गा चाहिँ नि 70% ब्याङ्कले दिन्छु भनेर भनेको छ भने 70 लाख चाहिँ हुँदैन कि। सो लगभग एभरेजिङ गर्छन् ब्याङ्कले र हजुरको 60 लाख 55 लाख 60 लाखसम्म मात्रै पाउनुहुन्छ कि। सो त्यही नै छ हजुर, अपार्टमेन्टको लागि अप टु 70% ब्याङ्क फाइनेन्सिङ, जग्गाको लागि अप टु 50%। थ्याङ्क यू। थ्याङ्क यू उज्वल। अहिलेको लागि चाहिँ हामी अर्को प्रश्नमा जान्छौँ। प्रकाशजीले हात उठाइराख्नु भएको छ। सुजनजी उहाँलाई प्लिज अनम्युट गरिदिनु होला। र हामी सकेसम्म धेरै प्रश्न लिन खोज्छौँ, समय पनि कम भएको कारणले गर्दा चाहिँ लेट्स ट्राई टु मेक इट सर्ट। एकदम सटिक उत्तर आउने क्वेसन्सहरू मात्रै सोध्नु होला। बाँकी हामी यानी होम्सको क्रुले तपाईँहरूलाई डाइरेक्ट मेल गरेर अर वाट्सएपमा कनेक्ट हुनुहुन्छ भने वाट्सएपमा तपाईँहरू पछि डिटेलमा कुरा गर्न सक्नुहुन्छ। अहिले प्रकाशजी तपाईँको प्रश्न के छ होला? मेरो प्रश्न चाहिँ कि सायद यो उत्सवजीलाई हो कि जस्तो लाग्यो। यो जस्तो यहाँको सिटिजनहरूले एनआरएन कार्ड चाहिँ लिएर नेपालमा जान्छन् होइन, गइसकेपछि अलि अगाडिको कुरा हो यो। र त्यो जुन एनआरएन कार्ड छ नि, हुन त यो कानुनमा नियममा चाहिँ भनेको छ कि त्यो एनआरएन कार्डले नेपालमा युएस सिटिजनहरूले नेपालमा सम्पत्ति राख्न पाउने, किन्न पाउने, उद्योग खोल्न पाउने भनेर व्याख्या गरेको छ। तर नेपालमा चाहिँ गएर एउटा सानो टुक्रा चाहिँ जमिन किन्न पर्यो भने मालपोत कार्यालयले त्यो एनआरएन कार्ड भन्ने चिनेन। र चाहिँ उसले के भन्यो भने यो त हामीलाई थाहा छैन, सिटिजनसिप ल्याउनुहोस्, तपाईँ नेपाली नागरिकता ल्याउनुहोस् भनेर भन्यो होइन। अब त्यस्तो सिचुएसन प्र्याक्टिकलमा त्यस्तो सिचुएसन छ। अब अहिले त्यो सिचुएसन इम्प्रुभ भएको हो कि उत्सवजी? उत्सवजी अब के हो, तपाईँलाई यसको डिटेल केही थाहा छ त्यो? हजुर, सो एनआरएन आइडी वडा र सिडिओ कार्यालयमा लिएर गएर हुँदैन। एनआरएन आइडी भनेको चाहिँ एउटा अमेरिकाको एनआरएनले दिने आइडी हो। त्यसलाई लिएर गएर तपाईँले दुईवटा कुरा गर्नुपर्छ सिडिओमा। एउटा चाहिँ नेपाली नागरिकतालाई सरेन्डर गर्नुपर्छ, अनि त्यसपछि एनआरएन आइडीको बेसिसमा तपाईँले चाहिँ गैर आवासीय नागरिकता पाउनुहुन्छ। त्यसलाई चाहिँ नेसनल आइडी पनि भनिन्छ अहिले नेपालमा। त्यो नेसनल आइडी चाहिँ दुई प्रकारको हुन्छ, आवासीय र गैर आवासीय होइन। गैर आवासीय नागरिकता चाहिँ तपाईँले लिन सक्नुहुन्छ। त्यो गैर आवासीय नागरिकता ब्याङ्कमा लिएर गइसकेपछि तपाईँले यो सबै कुराहरू गर्न पाउनुहुन्छ, खालि भोट मात्रै गर्न पाउनुहुन्न। सो यो चाहिँ एकदमै समराइज्ड क्लियर कन्क्लुजन हो। नभएको केसहरू पनि हुन सक्ला, तर अहिले भइरहेका छन्, गरिरहेका छन्। पर्सनली भन्नुपर्दाखेरि मैले नै युएस सिटिजन भएर गैर आवासीय नेसनल आइडी बनाएर नेपालमा लोन लिएर आफ्नो घर पनि बनाइसकेको छु। मैले आउटसाइड अफ उत्सव वास्तु मेरो पर्सनल गरिसकेको छु। सो छ सबै कुरा सिस्टेमिक लेभलमा, पोलिसी लेभलमा सबै कुरा छ। अब कसैको भइरहेको छैन त्यो स्ट्याटस र अब सबै कुराहरूले गर्दा होला, तर सिस्टम लेभलमा सबै कुरा छ भन्ने चाहिँ मेरो बुझाइ हो। हजुर, थ्याङ्क यू सो मच। धन्यवाद उत्सवजी, धन्यवाद प्रकाशजी। हामीसँग अर्जुन जी पनि हुनुहुन्छ। अर्जुनजी तपाईँको प्रश्न राख्न सक्नुहुन्छ, उहाँलाई अनम्युट गरिदिनुहोस् त प्लिज। अर्जुनजी नमस्ते। Can you hear me? Yes. I think this also goes to Ustabji. तपाईँले अलिअलि काम गर्नुभयो रहेछ। मैले युएसमा पनि रियल इस्टेटको काम गर्छु र चाहिँ म 2022बाट चाहिँ नेपालमा पनि अलिकति इन्भेस्ट गर्नु पर्यो, स्पेसली एग्रिकल्चर सेक्टर प्लस घरहरू किन्ने उसमा। मेन कुरा चाहिँ अब समस्या भनेको त्यही छ। पहिला चाहिँ हामीले एनआरएन आइडी हुन्छ, एनआरएन आइडीले यो गर्न मिल्छ ऊ गर्न मिल्छ भनेर पहिला एनआरएन आइडी लियो। एनआरएन आइडी लिएपछि सबभन्दा केही गर्नलाई त पहिला जग्गै किन्नु पर्यो। जग्गा किन्दाखेरि उसमा चाहिँ के अरे जिल्लाले चाहिँ त्यसलाई चाहिँ थाहा भएन। उनीहरू पोजिटिभै थियो, ऐन कानुन हेरे सबै गरे, तर चाहिँ लालपुर्जा कसरी दिने भन्ने कुरा त्यो सिस्टममा भएन।
त्यसपछि भूमि सुधारमा गयो। भूमि सुधारमा पनि अब त्यस्तै उसी वसी त्यस्तै भयो होइन। पहिलेकोबाट राख्नुहोस् उ गर्नु भयो। अनि दोस्रो चाहिँ अब एनआरएन नागरिकता आयो। अनि पछि एनआरएन नागरिकता लियो होइन। एनआरएन नागरिकता लिइसकेपछि पनि अब त्यसको त झन् एनआरएन आइडी भन्दा पनि त्यसको चाहिँ केही उजो भएन त्यसमा होइन। एउटा कुरा त्यो भयो। अब त्यसमा केही इम्प्रुभमेन्ट आएको हो कि उत्सवजी अन्त रियल फिल्डमा तपाईँले कुन ठाउँबाट गर्नुभयो त्यहाँको जिल्ला अथवा चाहिँ त्यहाँ अलिकति इम्प्रुभमेन्ट भएको हो कि एउटा त्यो कुरा भयो। अनि अर्को कुरा भनेको मैले पहिले पनि म्यासेजमा मैले क्वेसनहरू सोधेर पठाएको थिएँ। अब हामीले जग्गा त किन्ने हो होइन। बुवा आमाहरू हुन्जेलसम्म त्यहाँ उपभोग गर्नुहुन्छ उस हुन्छ। त्यस पछाडि अब त्यसको अब यदि चाहिँ त्यो जग्गा बेचेर यता ल्याउने प्रक्रियाहरू के छ। अब फाइनेन्सको कुरामा चाहिँ हामीले यताबाट नेपालको फाइनेन्स त नगरौँला है। तर चाहिँ आफ्नो पैतृक सम्पत्ति जुन बुवाहरूबाट आउँछ अथवा चाहिँ हामी नेपालमै नागरिकता हुँदाखेरिको जग्गाहरू छ त्यो बेचेर अब फेरि नयाँ किन्दाखेरि त हामीले एनआरएनको त्यो तर्फबाट गर्नु पर्यो। अब त्यो फन्डहरू त्यसरी मुभ गर्ने प्रक्रिया के हुन्छ। अनि बाइचान्स पछि चाहिँ अब हाम्रो छोराछोरीहरू नेपाल गएनन्। अब हाम्रो वृद्ध हुने भयो छोराछोरीहरू नगएपछि त त्यसपछि त बाटो बन्द हुन थाल्छ। त्यो जग्गाहरू फेरि हामीले बेच्न पर्ने हुन्छ। अनि त्यो पैसालाई चाहिँ युएसमा ल्याउने अथवा चाहिँ प्रक्रिया के हुन्छ होइन। त्यो एउटा पाटो भयो। त्यो चाहिँ बस्ने उस गर्नेको लागि मात्रै पाटो भयो। अर्को पाटो भनेको नेपालमा इन्भेस्टमेन्ट गर्ने। अब इन्भेस्टमेन्ट गर्दाखेरि नेपालको जग्गाहरूको चाहिँ एकदम महँगो छ। अब त्यही भएर चाहिँ मेजर इन्भेस्टमेन्ट भनेकै जग्गामा हुन्छ। तर चाहिँ त्यो जग्गाहरू पछाडि के हुन्छ भन्ने बाटो चाहिँ क्लियर नहुन्जेलसम्म मान्छेले कसैले नि इन्भेस्ट गर्न खोज्दैन त्यहाँ बुझ्नु नि। एउटा चाहिँ त बस्नको लागि घर किन्ने त्यसको लागि के छ। अर्को चाहिँ भनेको इन्भेस्टमेन्टको लागि अब मैले चाहिँ कुनै कम्पनी खोलेर इन्भेस्टमेन्ट खोलेँ भने अब त्यहाँको प्रक्रिया के छ कि हामीले 100% इन्भेस्टमेन्ट गर्न पाउने हो कि नेपाली नागरिकलाई सर्टेन पर्सेन्ट दिन पर्ने हो कि। अनि त्यो इन्भेस्टमेन्ट भएको चाहिँ इन्कम यता ल्याउने प्रक्रिया के छ। अब डेफिनेटली अब नेपालमा नि ट्याक्स दिनुपर्छ। त्यो पैसा यता ल्याउँदाखेरि हामीले यहाँ पनि ट्याक्स दिनुपर्छ। ती सबैलाई हेर्दाखेरि इन्भेस्टमेन्ट पोइन्ट अफ भ्यूबाट चाहिँ कति चाहिँ लजिस्टिकली एप्रोप्रिएट हुन्छ त्यसमा के हेर्नुभएको छ उत्सवजी? हजुर हजुरको सबै क्वेसनहरू एकदम भ्यालिड छ र त्यसको लागि एउटा मिटिङै बस्दा पनि हुन्छ हामी। तर छोटकरीमा भन्नुपर्दाखेरि चाहिँ धेरै कुराहरू हजुरले रेज गर्नुभएको छ। एउटा चाहिँ क्विक एन्सर गरिहाल्न मिल्ने चाहिँ के छ भने नेपालमा जग्गा बेचेर अमेरिका पैसा ल्याउन चाहिँ अलमोस्ट मिल्दैन भने पनि हुन्छ। तर तपाईँले अमेरिकाबाट नेपाल इन्भेस्टमेन्ट पठाउनु भएको छ। मानौँ कि तपाईँले पैसा चाहिँ उत्सव वास्तुमा इन्भेस्ट गर्नुभयो र उत्सव वास्तुको सेयर किन्नुभयो भने त्यो सेयरको चाहिँ जुन डिभिडेन्ड आउँछ त्यो डिभिडेन्डको 34% ट्याक्स चाहिँ तपाईँले नेपाल सरकारलाई तिरिसकेपछि जति प्रफिट बाँकी हुन्छ जति डिभिडेन्ड बाँकी हुन्छ त्यसलाई चाहिँ अमेरिका रिप्याट्रिएट भन्ने एउटा वर्ड छ। रिप्याट्रिएट गर्ने पोलिसी बनेको छ अहिले ऐनमा चाहिँ, जसले गर्दाखेरि तपाईँले ट्याक्स तिरिसकेपछिको पोर्सन अफ प्रफिट चाहिँ अमेरिका फिर्ता ल्याउन सक्नुहुन्छ। एन्टायर इन्भेस्टमेन्ट पनि फिर्ता ल्याउन सक्ने माध्यमहरू छन्। त्यसको बारेमा हामी डिटेलमा मिटिङ बस्दा हुन्छ। इन्भेस्टमेन्टको पक्ष त्यो भयो होइन। हजुरको अर्को क्वेसन चाहिँ के थियो? मैले लेख्न त दुईवटा त लेखेको थिएँ तर सरी एक सेकेन्ड है। मैले हजुरको अरू क्वेसनहरू नै लुज अर्को गरेँ चाहिँ जस्तो। अब अर्को एउटा इन्भेस्टमेन्ट पार्ट भयो होइन। अर्को पार्ट भनेको अब पर्सनल युजको लागि जस्तो नेपालमा अब एउटा बिल्डिङ किनिन्छ होइन। बिल्डिङ किनेपछि अब एउटा युनिट त हामीले खाली राखौँला अरे जाँदाखेरि बस्नको लागि बुवा आमा बसुन्जेरी बस्नुहुन्छ होइन। त्यसपछि चाहिँ अब सानो अरू युनिटहरू चाहिँ भाडामा दिन पर्ने त्यस्तो हुन्छ। अब त्यो गर्न पाइन्छ कि पाइँदैन त्यसलाई पनि अब त्यसलाई बिजनेसै गरेर गर्नुपर्ने हो कि त्यो पर्सनल प्रपर्टीमा भएर गर्नुपर्ने त्यो एउटा त्यो कुरा भयो होइन। अर्को राइट कुरा भनेको अब त्यही हो त्यही आफ्नो पर्सनल रेसिडेन्सियल होमहरू पनि पछि बेच्न पर्यो भने अब ल्याउने अझैसम्मको अनुसार त सोझरी ल्याउने चाहिँ तरिका अलिकति गाह्रै छ। राइट।
ए करेक्ट। सो त्यो क्वेसन चाहिँ एकचोटि तपाईँले अमेरिकाबाट नेपाल पैसा पठाएर नेपालमा चाहिँ नामसारी गरेर लाल पूर्जा लिएर अपार्टमेन्ट अथवा जग्गा लिइसकेपछि त्यसलाई पछि गएर बेचेर अमेरिका फिर्ता ल्याउन चाहिँ अहिले पोलिसी छैन, मिल्दैन। छैन। त्यो चाहिँ एकदम हामीले एकदम क्यान्डिड भएर क्लियर नै भन्नुपर्छ। त्यही भएर के भन्छ, प्रपर्टी किन्ने हो भने चाहिँ एउटा लङ टर्म पर्मानेन्ट नै सोचेर गर्नुपर्छ होइन। मलाई स्योर छैन पछि गएर फिर्ता ल्याउनु पनि पर्ने हुनसक्छ भन्ने माइन्डसेट छ भने चाहिँ इन्भेस्टमेन्टको बाटोमा जाँदा बेटर हुन्छ त्यो चाहिँ। अनि जुन कुरा चाहिँ एज उत्सव वास्तु हामीले दुइटै अफर गर्छौँ। एउटा चाहिँ इन्भेस्टमेन्ट पनि गर्न सक्नुहुन्छ, तपाईँले डिभिडेन्ड पाउनुहुन्छ, अनि उत्सव वास्तुको सेयर पनि किन्न सक्नुहुन्छ। अर्को चाहिँ मैले थपिहालेँ, जस्तै यहाँ यसैमा मैले रोकेँ है तपाईँलाई। त्यसो भने यो फन्ड तपाईँको उत्सव वास्तुमा इन्भेस्ट गर्ने अथवा कुनै पनि कम्पनीमा इन्भेस्ट गर्ने फन्ड चाहिँ नेपालमा भएको पैतृक सम्पत्ति अथवा चाहिँ पहिलाको हाम्रो जग्गा बेचेर आएको पैसाले नि त्यहाँ फन्ड गर्न मिल्छ कि यतैबाट मिल्छ। गएको पैसा हुनुपर्छ? नेपालबाटै पनि इन्भेस्टमेन्ट गर्न मिल्छ उत्सव वास्तुमा चाहिँ। हाम्रो त्यस्तो खालको इन्भेस्टमेन्ट स्ट्रक्चर र स्ट्राटेजी छ। नेपालबाटै तपाईँले इन्भेस्टमेन्ट गर्न पनि मिल्छ। अनि त्यसबाट आएको डिपेन्डेन्ट पछि यता ल्याउनलाई चाहिँ त्यो 35% ट्याक्स तिरेर त्यसमा केही प्रब्लम हुन्छ? त्यो चाहिँ मिल्दैन। नेपालबाटै इन्भेस्टमेन्ट भएको छ भने नेपालमै डिभिडेन्ड लिनुपर्छ। त्यो डिभिडेन्ड अमेरिका ल्याउन मिल्दैन। अमेरिका पैसा ल्याउन चाहिँ एकदमै क्लियर पोलिसी छ। यो अमेरिका ल्याउन मिल्दैन। यहाँ त यस्तो भयो अब उत्सवजी, अब मैले तपाईँले गर्न पछि चाहिँ एकचोटि एनआरएन के अरे डलर एकाउन्ट पनि हामीले खोलियो होइन। पहिला चाहिँ खोल्दाखेरि यो पनि हुन्छ ऊ पनि हुन्छ सबै भयो, हामीले अनलाइन ट्रान्सफर गर्न मिल्छ यहाँ हो भयो। तर चाहिँ डलर एकाउन्ट खोले पनि यताबाट लगको पैसा चाहिँ उहाँ राखिसकेपछि त्यसको मोबिलाइज गर्नलाई एकदम गाह्रो छ, लोजिस्टिकली एकदम गाह्रो छ। गाह्रो इन द सेन्स अब राष्ट्र यी ब्याङ्क र सबै ब्याङ्क चिजहरूले गर्दाखेरि फरेन इन्भेस्टमेन्ट चाहिँ एकदम पछाडि हटिरहेको छ। होप दिस विल इम्प्रुभ इन नियर फ्युचर होइन। राइट। मैले अघि एउटा क्वेसन मिस गरेको चाहिँ के थियो भने पहिलाभन्दा अहिले सिचुएसन केही इम्प्रुभ भइरहेको छ कि भन्ने पनि क्वेसन आएको थियो। तर त्योभन्दा पहिला एउटा चाहिँ के छ भने युएसमा बस्छौँ हामी, अनि अपार्टमेन्ट किन्यो भने पनि अब नेपालमा भाडा लगाइदिने, केयर गरिदिने कोही, प्रपर्टी म्यानेजमेन्ट गरिदिने कोही छन् कि छैनन् भन्ने कुरा पनि आउँछ होइन। तर उत्सव वास्तुले चाहिँ अफर के पनि गर्छ भन्दाखेरि तपाईँले एज युएस सिटिजन यहाँ बसेर अपार्टमेन्ट किन्नुभयो, तर नेपालमै त्यो अपार्टमेन्टलाई प्रपर्टी म्यानेजमेन्ट गरिदिने र त्यसको रेन्ट उठाइदिने काम पनि उत्सव वास्तुले चाहिँ गर्छ। अरू डेभलपरहरूले के गरिराख्नु भएको छ त्यो उहाँहरूलाई सोध्न सकिन्छ, तर उत्सव वास्तुले चाहिँ त्यो पनि अफर गर्छ होइन। अनि पहिला जस्तो थियो, अनि अब अहिले वडामा नगरपालिकाहरूमा त्यो अब सरकारी निकायहरूमा काम गर्न गाह्रो हुन्छ। अब यो पब्लिक फ्रन्टमा म भनौँ कि नभनौँ, तर अब पहिला चाहिँ एकदमै भ्रष्टाचार हुन्थ्यो, एकदम गाह्रो थियो होइन। अब यत्रो जेनजीको आन्दोलन भएपछि चाहिँ अब चाहिँ अहिले चाहिँ कसैले पनि सरकारी निकायहरूमा दुःख दिन र भ्रष्टाचार गर्न र पैसा लिन चाहिँ दुईचोटि सोच्ने भएको हुनाले धेरै कुराहरू इम्प्रुभ भएर आइरहेको ट्रेन्ड देखिएको छ। अब यो इलेक्सन पछि त झन् इम्प्रुभ हुन्छ होला भन्ने सबैजना आशावादी छन् होइन। त्यही भएर हामी अमेरिकामा बसेर चाहिँ कसरी हुन्छ नेपाललाई सपोर्ट गरौँ र कसरी हुन्छ सिचुएसन इम्प्रुभ हुन्छ भन्ने आशावादी नै भएर त्यो माइन्डसेटै लिएर बसौँ भन्छु म चाहिँ। तर धेरै कुराहरू इम्प्रुभ हुँदैछ। अनि हामीले एउटा कुरा के बुझ्नुपर्छ एज युएस सिटिजन्स भने नेपालमा गएर ब्याङ्कमा मैले लोन माग्दैमा मैले लोन पाइहाल्छु भनेर पनि सोच्नु भएन। हाम्रो डकुमेन्टेसन, हाम्रो एप्लिकेसन, हाम्रो स्ट्याटस, सबै कुराहरू राम्ररी हामीले प्रुभ पनि त गर्न सक्नु पऱ्यो होइन। सबै कुरा राम्ररी प्रुभ नगरिकन ब्याङ्कले लोन दिएन मात्रै भन्ने त्यो माइन्डसेट पनि ठिक भएन होइन। सो धेरै कुराहरू हामी विचार गर्न सकिन्छ। इनफ्याक्ट यो फोरममा धेरै लामो मैले टाइम लिनुभन्दा पनि मलाई कन्ट्याक्ट गर्नु होला, हामी एकदम विस्तारमा चाहिँ बसेर कुरा गर्न सक्छौँ। म सबै आफ्नो रेकमेन्डेसनहरू पनि दिन सक्छु। सो थ्याङ्क यू फर द ग्रेट क्वेसन्स अर्जुनजी।
थ्याङ्क यू उत्सवजी, थ्याङ्क यू अर्जुनजी। हामी पक्कै पनि यो जुन चाहिँ आजको वेबिनार छ त्यो रेकर्ड गरेर हामी इन्डिभिजुअल सबैजनालाई पठाउँछौँ र तपाईँहरूले पनि यहाँ सोध्न नपाएको क्वेसन्सहरू चाहिँ तपाईँले त्यही मेलमा तपाईँले प्रश्न गर्न सक्नुहुन्छ र हाम्रो रिप्रेजेन्टेटिभहरू पक्कै पनि तपाईँहरूलाई चाहिँ रिप्लाई गर्नुहुन्छ। सकेसम्म चाहिँ क्वेसन्सहरू चाहिँ अलिकति सर्ट र सबैलाई मिल्ने खालको जेनरल क्वेसन्सहरू चाहिँ सोधौँ होला, किनभने थुप्रैजनाले हात उठाइराख्नु भएको छ। अहिलेको लागि चाहिँ हामी सुजनजीको प्रश्न लिन्छौँ। सुजनजीलाई प्लिज अनम्युट गरिदिनुहोस् न। हेलो सुजनजी, तपाईँको प्रश्न। Are you guys able to hear me? Yes. Okay. Couple of questions मैले च्याटमा पनि राखेको छु तपाईको हैन. So I don't know if it would be possible to answer all the questions publicly. एउटा त फर्स्ट अफ अल थ्याङ्क्स यानी होम्सको लागि थ्याङ्क यू इन्फर्मेसनको लागि डेभलपर्सहरू धेरै आउनु भएको छ। फर्स्ट क्वेसन कस्ट पर स्क्वायर फिट सबै अपार्टमेन्टको पायो भने बेटर हुन्छ हैन। So I don't know if that's possible to disclose that information publicly or if you are more comfortable sending that over individually. So that's one question. अनि अर्को क्वेसन चाहिँ लोकेसन म्याप गुगल अर्थमा चाहिँ मेबी पिन गरेर शेयर गर्यो भने चाहिँ इट माइट बी बेटर फर एभ्रीवन है, बिकज अ लट अफ पिपल नट बी अवेयर अफ द एक्ज्याक्ट लोकेसन अफ द अपार्टमेन्ट है। सेकेन्ड क्वेसन चाहिँ त्यो हो मेरो। अनि अलिकति कन्सर्निङ कुरा के छ भने चाहिँ नेपालमा कन्स्ट्रक्सन चाहिँ डजन्ट ह्यापन अन टाइम लाइक मोस्ट थिङ्स होइन। सो जतिजना डेभलपर हुनुहुन्छ यो एकजना डेभलपरसँग चाहिँ मैले पनि पहिला अबाउट 2 years ब्याक कुरा गरेको थिएँ अपार्टमेन्ट बुकिङ गर्नलाई। अनि उहाँहरूले चाहिँ अबाउट एप्रोक्सिमेटली 1 year मा कम्प्लिसन हुन्छ भन्ने जस्तो कुरा भएको थियो। सो अपेरेन्टली द्याट ह्याजन्ट ह्यापन्ड येट, सो आइ एम अ लिटल बिट कन्सर्न त्यो कुरामा। So if you can provide maybe a timeline when the construction will begin, है त्यो एउटा इन्फर्मेसन चाहिँ पायो भने बेटर हुन्छ। नम्बर 2 चाहिँ ओके हजुर सुजनजी। So the fourth point or the question I have is अपार्टमेन्टहरू चाहिँ अब कतिवटा अपार्टमेन्ट चाहिँ फ्री छ अहिले चाहिँ बुकिङ गर्नलाई, अनि कुन फ्लोरमा छ, कति स्क्वायर फिट छ, कति बेडरुम अपार्टमेन्टहरू खाली छ, इज ओपन फर बुकिङ, त्यो इन्फर्मेसन पनि पायो भने चाहिँ इट्स गोइङ बी इजियर फर अस। अनि माई लास्ट क्वेसन वुड बी अब यानी होम्सको चाहिँ वाट इज द यानी होम्सको पोजिसन चाहिँ के हो यहाँ चाहिँ। सो इफ वी निड टु बुक होइन, इफ यू डिसाइड टु बुक, do we book with Yanni Homes? Is Yanni Homes a middleman type of situation हो कि अथवा do we book with the developer itself हैन। Yanni Homes को चाहिँ बीचको चाहिँ पोजिसन के हो त्यो चाहिँ that's it'll be easier if you can elaborate on that a little bit as well, right? Okay, thank you सुजनजी for your question। तपाईँको क्वेसनमा जुन चाहिँ गुगल म्याप लोकेसन र कस्ट पर स्क्वायर फिटको क्वेसन थियो, हामी यो वेबिनार सकिने बित्तिकै नै तपाईँहरूलाई इमेल गरिदिन्छौँ ब्रोसर्स एभ्रिथिङ र यानी होम्स रिलेटेड। अनि तपाईँको बाँकी क्वेसन्सको आन्सरको लागि चाहिँ हाम्रो यानी होम्सको सिइओ हामीसँग हुनुहुन्छ उज्जवल। क्यान वी हेभ यु अन बोर्ड? Thank you, Sujanji. Yes, like Nita suggested, cost per square feet को डिटेल्सहरु पनि हामी सबै अपार्टमेन्ट्सहरुको हामीसँग छ। Location map पनि definitely हामीसँग छ। We can openly share and provide. That's not an issue. Similarly, availability को wise पनि हामीसँग कुन बिक्यो कुन बाँकी छ त्यो पनि हामीसँग डिटेल्स छ सबै अपार्टमेन्ट्सहरुको। र फाइनली यानी होम्स अनि that's us हैन। सो यानी होम्स अनि हामी we are a realtors, a real estate agency. So we are mediators between apartments, between the buyers. So we are a middleman basically. So हाम्रो commission हुन्छ हाम्रो when we work with all these developers, we have our commissions अनि हामी चाहिँ we make sure कि US मा बस्ने कस्टमर्सहरुको चाहिँ पैसा चाहिँ इन्भेस्टमेन्ट्सहरु खेर नजाओस्। We make sure कि your investments are protected। अनि हामीले चाहिँ जति पनि डेभलपर्सहरु आउनु भएको छ हाम्रो प्लेटफर्ममा हामीले भेटिङ गरिसकेको छौं। वी हैव डन अ ड्यू डिलिजेन्स चेक। सो वी आर हियर टु मेक श्योर हजुरलाई चाहिँ हजुरले चाहिँ बेस्ट डिल पनि पाउनुहुन्छ प्लस अस्युरिटी र स्योरेन्स पनि पाउनुहुन्छ। थ्यांक यू सुजनजी। अनि आई विल मूव अन टु फ्यु मोर क्वेशन्स। मैले ग्रुपबाट पनि मैले मेसेजेसहरु हेरेको थिएँ। सो प्रवीण लामाजीले चाहिँ नि
नेपाल सिनियर केयरको सर्भिसेसहरू बुझ्न पाउन भनेर भन्दै हुनुहुन्थ्यो। सो नेपाल सिनियर केयर चाहिँ इट्स अ अमेजिङ केयर होम सर्भिस रन बाई मिस आरती। अघि उहाँहरूले आएर बुझाइदिनु भएको छ आफ्नो केयर होमको बारेमा। सो प्रवीण लामाज्यूको हाम्रो डिटेल्स हामीसँग छ। सो हामी चाहिँ प्रवीण लामाज्यूलाई यो नेपाल सिनियर केयरको कन्ट्याक्ट डिटेल्सहरू सबै हामी प्रोभाइड गरिदिन्छौँ। त्यो भएपछि उहाँहरूले प्राइभेटली आफूले कुरा गर्न पाउनुभयो। अर्को एकजना दिपक सरले चाहिँ ल्यान्ड एक्सचेन्ज गर्न मिल्छ कि मिल्दैन भन्दै हुनुहुन्थ्यो। ल्यान्ड एक्सचेन्ज गर्ने चाहिँ अनफर्चुनेटली वी डोन्ट ह्याभ द्याट फेसिलिटिज। अनि सिमिलरली चाहिँ हाम्रो स्मिता शर्माज्यूले चाहिँ आउटसाइड अफ काठमाडौँ कुनै अपार्टमेन्ट छ कि छैन सोध्दै हुनुहुन्थ्यो। सो छन चाहिँ छ, हजुरको पोखरामा राम्रो अपार्टमेन्ट्सहरू बन्दैछ। अब हामी चाहिँ उहाँहरूसँग पनि कुराकानी गरेर चाहिँ दिस आर फर्स्ट डेमो पाइलट प्रोजेक्ट। अब यसबाट चाहिँ नि हामी उहाँहरूलाई पनि बिस्तारै अन बोर्ड लिएर आउँछौँ भेटिङहरू गरेर। सो यस काठमाडौँमा छ, भक्तपुरमा छ र हजुरको चाहिँ नि पोखरामा बन्दैछ। र फाइनली चाहिँ हाम्रो एकजना क्लायन्टले चाहिँ नि नेसनल आइडीको कुरा गर्दै हुनुहुन्थ्यो। सो नेसनल आइडी र सिटिजनसिप सेम हो कि होइन भनेर कुरा गर्दै, यो चाहिँ लिगल साइडमा भएको हुनाले चाहिँ नि अब बेसिक जानेको मैले भनेको चाहिँ एउटा नागरिकता सिटिजनसिप भनेको एउटा भयो। नेसनल आइडी भनेको चाहिँ नेपाल सरकारले रिसेन्टली अहिले चाहिँ छुट्टै किसिमको एउटा आइडी बनाउन लगाएको छ सबैजना नेपालीहरूलाई। सो त्यो चाहिँ नि अहिले जे चिजमा पनि माग्न थालेको छ, चाहे जग्गा नक्सा पास गर्दाखेरि, सेयर कारोबार गर्दा हरेक ठाउँमा चाहिँ नि नेसनल आइडी बनाएर लिएर आऊ भन्छ होइन। त्यो नेसनल आइडी चाहिँ आफ्नो लोकल गभर्मेन्टमा गएर बनाउनु पर्छ। सो इट्स अ बिग हाम्रोलाई चाहिँ अहिले नेपाल बाहिर बस्नु हुनेहरूलाई चाहिँ अलिकति च्यालेन्जिङको विषय चाहिँ हो। त अगेन वी आर नट अ लिगल एक्सपर्ट, सो यसमा धेरै मैले बोल्न चाहिनँ। सो अपार्ट फ्रम द्याट यो मेसेजेस लिस्टहरूबाट चाहिँ मेजर क्वेसन्स यही भइहाल्यो। अरू एनआरएनको कुरा गर्दै हुनुहुन्थ्यो, एनआरएनको कुरा त हाम्रो उत्सवजीले क्ल्यारिफाई गरिदिइसक्नु भएको छ। निता, इज देयर एनी मोर क्वेसन्स? वी क्यान टेक वी हेभ अनदर 6 minutes to go. So if there's any final questions. ओके, तपाईँहरूलाई अझै यसबाहेक जति प्रश्नहरू आयो त्यसबाहेक अरू प्रश्न छ भने सुजनजीले हात उठाइराख्नु भएको छ। सुजनजीलाई प्लिज। One more question. तपाईँले चाहिँ नोबेल ब्याङ्कबाट there was going to be somebody here भन्नुभएको थियो होइन? Is he still around? या सो नोबेल ब्याङ्क चाहिँ नि हामीसँग के भयो भन्दाखेरि हामीले 1 week 1.5 2 weeks जति अलमोस्ट 4 weeks अगाडि उहाँहरूसँग भर्बली कुरा गरेर हाम्रो अग्रिमेन्ट भइसकेको थियो। ल उहाँहरू चाहिँ अफिसियली आउने भनेर अगाडि बढ्नु भएको थियो। अनि अनफर्चुनेटली आई डिड नट फलो अप टाइमली कि। अनि उहाँ फेरि उहाँ सर चाहिँ हलिडेमा गइदिनु भयो। अनि 4 days ago वी ट्राई टु रिच आउट टु देम। दे सेड अब इट्स टु लेट एमओयू साइन गर्नको लागि, but they are very much interested. They really like the idea. अनि नेक्स्ट इभेन्टमा चाहिँ नि नोबेल ब्याङ्कको एक्चुअली नोबेल ब्याङ्कको सो नेक्स्ट मैले धेरै कुरा त गर्न मिल्दैन, तर नेक्स्ट इभेन्टमा चाहिँ नोबेल ब्याङ्क विल बी फुल अन। हामी चाहिँ एकदमै फुल फ्लेजेडमा उहाँहरूले नै पुरै मार्केटिङको कामहरू पनि गरिदिने जस्तो कुरा गर्नुभएको छ। सो हामीले यदि अब लोन प्रोसेसिङहरू गर्नुपर्ने भयो भने चाहिँ नोबेल ब्याङ्क पनि छ हामीसँग। त्यस्तै गरिकन ग्लोबल आइएमई ब्याङ्क पनि हामीसँग हुनुहुन्छ। स्ट्यान्डर्ड चार्टर्ड पनि दे आर भेरी मच इन्ट्रेस्टेड यो क्याम्पेन यो प्रोजेक्टको लागि। नेपालकै पाइलट प्रोजेक्ट भएको हुनाले चाहिँ नि दे आर रियली ह्याप्पी, रियली एक्साइटेड एन्ड रियली थ्याङ्कफुल पनि हामीसँग। सो या सो त्यही छ सुजनजी। एनी मोर क्वेसन्स हजुरलाई? One more, Nobel Bank बाट चाहिँ Nobel Bank is also our official banker पनि हो। So it's better for us as far as Nobel Bank is concerned उहाँसँग डिल गर्नलाई। तपाईँको point of contact, who is the point of contact, can I ask? या सो वी हेभ अहिले हामीले कुरा गरिरहेको इला अधिकारी म्याम हुनुहुन्छ। अहिले चाहिँ रिप्लेसमेन्ट हाम्रो अर्को सचिन सर हुनुहुन्छ, इला म्याम हुनुहुन्छ। त्यस्तै गरिकन नोबेल ब्याङ्क उहाँहरू चाहिँ हेड अफ रिटेल हो। अनि उहाँहरूले चाहिँ हेड अफिसमा हुनुहुन्छ उहाँहरू। ओके, विनय देवकोटाको पनि नाम सुनेको थिएँ मैले, उहाँ पनि इन्भल्भ। करेक्ट। या सो विनय देवकोटाजी चाहिँ हाम्रो चाहिँ भनौँ न दाई पनि हुनुहुन्छ। र उहाँ चाहिँ अब अफिसियली आउनु एमओई साइन नभएको भए चाहिँ उहाँ अफिसियली पनि हामीले बोलाउन मिलेन। तर चाहिँ नि उहाँ चाहिँ अब हाम्रो ओके, सो I'll talk with him because हामीले पर्सनली पनि चिन्छु। हाम्रो चाहिँ अब हाम्रो साइडबाट चाहिँ म अलिकति एक्सप्लेन गरिदिउँ है। अब we're in Texas, हाम्रो चाहिँ we have a group of 5 or 6 people. हामी चाहिँ we moved to the US recently, त्यसपछि about 1-2 years back.
अनि अहिले चाहिँ हामी 2 जना छौँ अहिले म भिडियो पनि अन गर्छु हामी 2 जना छौँ अहिले चाहिँ so we have a group of about 6-7 people भनौँ न that are interested so we will if we decide to go for it we'll probably select just one developer एकै ठाउँमा चाहिँ बस्ने हिसाबले चाहिँ so we're representing that group भनौँ अहिलेलाई चाहिँ है so we have actually a lot more questions that we want to ask about it. This might not be the correct forum for that. We'll definitely, if you can provide us the contact information, we can definitely reach out. Definitely very interested. Right? So, there's a couple of things that are very concerning Nepalko situation. If you have a time complete nahune, booking गर्यो हैन नसक्यो अनि त्यो ल्यान्ड ट्रान्सफरको कुराहरू पनि छ so definitely we're very interested if you can provide us the information or a forum to discuss maybe privately we'll be interested to talk about that हुन्छ सुजनजी definitely हजुर we'll link up tomorrow and we'll continue tomorrow हजुरको conversationहरु sure Nita, any more questions we can take in? I think we can take one more question. कसैको question छ भने चाहिँ प्लिज हात उठाइदिनु होला नभए हाम्रो यो आजको वेबिनार अफ कोर्स रेकर्ड हुँदैछ हामी तपाईलाई इन्डिभिजुअली पर्सनली तपाईलाई इमेल गर्छौं र ओके रमेश तिमसेनाजीले हात उठाइराख्नु भएको छ हजुर नमस्कार जी हजुर नमस्ते सबैजनालाई हजुर सर यो तपाईहरुको सशक्तिकरण टाइममा मैले सुनिरहेको थिएँ या सेम प्रब्लम यहाँ अब मलाई पनि त्यस्तो हुन त अरूलाई पनि त्यही भइरहेछ तपाईहरुले कुरा गरिरहनु भएको थियो म यहाँ छु जग्गा वहाँ छ घर बनाउनु छ मलाई त्यसमा चाहिँ तपाईहरुको केही हेल्प छ कि छैन मतलब तपाईहरुको जो हुनुहुन्छ को हुन्छ ल्यान्डर भन्ने कि अब त्यहाँ जो होम बिल्ड तपाईहरु बिल्डर हो कि के छ त्यहाँ मेरो जग्गा चाहिँ छ काठमाडौँमा जग्गा छ घर बनाएको छैन तपाईहरुले अपार्टमेन्टको बारेमा भन्दै हुनुहुन्छ तर मलाई चाहिँ यहाँ बसी मैले त्यहाँ घर बनाउनलाई के प्रोभिजन छ तपाईहरुको त्यस्तो हजुर त्यो यसमा चाहिँ हजुरको हामी लगभग 5 to 6 years भयो हजुरको रियल स्टेटमा हामीले काम गरिरहेको एज अ कम्पनी एज अ टिम सो हामी हजुरको डेभलपर्सहरु पनि अवेलेबल हुनुहुन्छ अनि यो हजुरको गर्न सकिन्छ कि सकिदैन भन्ने क्वेशनमा चाहिँ हामीले गर्न सक्छौं डेफिनेटली गर्न सक्छौं तर खाली हजुरले चाहिँ एउटा लिगल रिप्रेजेन्टेटिभ चाहिँ हजुरको चाहिन्छ यहाँनेरि जस्तै हजुरको को हुनुहुन्छ हजुरको नेपालमा सो एउटा लिगल पार्ट चाहिँ हजुरले ह्यान्डल गर्नुपर्ने हुन्छ किनभने जग्गा नक्सा पासहरु गर्नुपर्ने भयो जग्गा पासहरु नक्सा पासहरुदेखि लिएर कन्ट्र्याक्टर साइन गर्नेदेखि लिएर ठेकेदार राख्नेदेखि लिएर ब्याङ्कको प्रोसेस गर्ने ब्याङ्क त्यो विभिन्न कारणहरुको लागि चाहिँ नि डेफिनेटली त्यो रमेशजी त्यो गर्न सकिन्छ हजुर अनि त्यो गर्नलाई टाइम चाहिँ कति जस्तो लाग्छ मतलब किनभने यहाँबाट फेरि छुट्टी पनि धेरै पाइँदैन यहाँ काम गरिँदैछ हैन 2 हप्ता म्याक्सिमम 3 हप्तासम्म छुट्टी होला तर टाइम कति लाग्छ के छ त्यसमा चाहिँ यसमा यस्तो छ हजुरको जस्तै पहिला सुरु हजुरको कानुनी प्रक्रिया पुरा छ कि छैन हजुरको तर्फबाट हैन त्यो पार्ट पहिला कन्फर्म गर्नु पर्यो नम्बर 1 त्यसको कानुनी तरिकाबाट सबै चीज मिलेको छ भने चाहिँ त्यसपछि हामीले डेभलपर्सहरु सर्टलिस्ट गर्न पनि त्यो प्रोसेस हुन्छ हजुरको सो पहिलो प्रोसेसमा चाहिँ मेबी डिजाइनर्सहरु आर्किटेक्ट्सहरुलाई 2-3 वटा आर्किटेक्टहरु छानेर उहाँहरुलाई सर्टलिस्ट गरेर उहाँहरुको डिजाइन हेरेर डिजाइन फाइनल फर्स्ट स्टेप भयो सेकेन्ड स्टेप भनेको चाहिँ डेभलपर्सहरु आइडेन्टिफाई गर्नु पर्यो 2-3 डेभलपर्सहरु छानेर हजुरलाई देखाएर भेटाएर बुझाएर चाहिँ नि डेभलपर आइडेन्टिफाई गर्नु पर्यो कतिपय डेभलपरहरुले चाहिँ पुरै जिम्मा लिनुहुन्छ र आफैले घर बनाइदिनुहुन्छ डिजाइन अनुसारको कतिपय डेभलपरहरुले चाहिँ सुपरभाइजर छुट्टै राखिदिनु पर्ने हुन्छ डिफरेन्ट कम्पनीबाट त्यो चेक एन्ड ब्यालेन्स गर्नको लागि सो यो हुन्छ त्यसपछि हजुरको चाहिँ नि फाइनली लिगल कामहरु जस्तै नक्सा पासको कामहरु हुन्छ ओडामा जाने कामहरु हुन्छ त्यो चाहिँ एकजना रिप्रेजेन्टेटिभले पनि गर्दिने हुन्छ यहाँनेरि सो एन्टायर प्रोसेसमा डेफिनेटली हामी हेल्प गर्न सक्छौं रमेशजी केही क्वेशनहरु छ भने पनि हामीले एन्सर गर्न सक्छौं हजुरको हामी नाम र नम्बरहरु लिइरन्छौं रमेशजी पछि यो विषयमा डिटेलमा पछि कुरा गरौँला नि हुन्छ अनि तपाईको नाम नम्बर हजुर
त्यो हजुर त्यो अलिकति तपाईँको नाम र फोन नम्बर मैले पाएँ भने म पनि आफै कन्ट्याक्ट गर्न सक्छु अथवा तपाईँसँग मेरो छ होला कन्ट्याक्ट होइन त्यहाँ मैले रेजिस्टर गर्दाखेरि गरेर थिएँ हजुर 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 हामीसँग डिटेल्स छ हजुर हामी ए हजुरलाई हुन्छ भनिदिन्छौँ ल हुन्छ हुन्छ ल तपाईँहरूले मलाई सम्पर्क गर्नु होला अनि म एकचोटि उत्सवजीसँग नि पछि कुरा गर्छु तर मैले उहाँको पनि नम्बर टिपिरहेको छु ठिक छ हजुर ल धन्यवाद रमेशजी हवस् थ्याङ्क यू अहिलेको लागि लास्ट क्वेसन प्रकाशजीले अघिदेखि हात उठाइराख्नु भएको भर्खर देखेँ मैले प्रकाशजीको प्रश्न आजको लागि अन्तिम प्रश्न लिन्छौँ हामी प्रकाशजी तपाईँको प्रश्न हजुर मेरो चाहिँ प्रश्न चाहिँ के हो भने यहाँ यानी होम्स अथवा उत्सवजी दुईजना रिलेटेड हुनुहुन्छ जस्तो लाग्यो मलाई चाहिँ जस्तो हाम्रो चाहिँ नेपालमा प्रपर्टी छ भने तपाईँहरूले म्यानेज गरिदिनुहुन्छ र त्यस सर्टेन फीमा ओके हजुर उज्जवल Yes. यसको लागि चाहिँ प्लिज हजुर सो यस डेफिनेटली हजुर सो यो पार्टमा पनि हामीले हेरेको यो चाहिँ हामीले इन हाउस नै गरिदिन्छ हाम्रै अफिसले नै गरिदिन्छ हजुरको प्रपर्टी म्यानेजमेन्ट सर्भिसेस भनेर अनि रिसेन्टली एकजना क्लायन्टले युकेबाट चाहिँ नि हाम्रो इम्पेरियल अपार्टमेन्टमा किन्नु भएको छ अपार्टमेन्ट अब त्यो ह्यान्डओभरको स्टेजमा छ त्यो हुने बित्तिकै उहाँको लागि चाहिँ नि हामीले एकजना मान्छेलाई असाइन पनि गरिदिएको छौँ हाम्रै मान्छेले एउटा चाबी पनि राख्नुहुन्छ उहाँहरूले कोही मान्छे आयो घरमा बस्नलाई हेर्नलाई भने हाम्रो अफिसबाटै त्यही मान्छेले चाहिँ चाबीहरू दिने लिने गरिदिनुहुन्छ सरसफाइदेखि लिएर ओभरअल सबै नै हाम्रो अफिसको मान्छे लिएर चाहिँ हामीले फिसमा चाहिँ वे ट्राइन टु डिसाइड कति लिने के लिने भन्ने पार्टमा चाहिँ सो त्यो पार्टमा चाहिँ डेफिनेटली प्रपर्टी म्यानेजमेन्ट सर्भिसेस रेन्टल पनि पर्ने भयो त्यसमा भोलि कोही कस्टमरलाई ल्याएर रेन्टल अग्रिमेन्टको पार्टहरू भयो विल लुक इन्टु द्याट एज वेल फर यु त्यो पनि पोसिबल छ हजुर ए ल थ्याङ्क यू सो मच अनि लाइक उत्सव सरले सरी सो उत्सव वास्तुको केसमा पनि उत्सव सरको मैले भर्खर मेसेज देखेँ त्यहाँनिर उहाँहरूले पनि त्यो सर्भिस पनि डेफिनेटली प्रोभाइड गर्नुहुन्छ त्यो उहाँले भन्नुभयो अघि थ्याङ्क यू सो मच Okay, I think this is it, what we have got for today. कुरा अझै पनि लामो हुन्छ तर हामीसँग समयको अभावले गर्दा चाहिँ आज हाम्रो यो वेबिनार यसैमा टुङ्ग्याउन चाहन्छु यो आजको वेबिनार तपाईँलाई कस्तो लाग्यो हामी एउटा फिडब्याक फर्म चाहिँ अहिले हामी अपलोड गरिदिन्छौँ त्यो फिडब्याक फर्म हाम्रो के कमी कमजोरी रह्यो यो वेबिनारलाई अझै राम्रो कसरी बनाउन सक्छ नेक्स्ट सेसनमा यो चाहिँ सबै लेखेर पठाइदिनु होला हामीलाई अनि हाम्रो टिमबाट तपाईँहरू जो पार्टिसिपेट हुनुभयो सबैलाई पर्सनली हामी मेल गर्छौँ तपाईँहरूको जिज्ञासाहरू अझै पनि होला कति प्रश्नहरू अझै पनि सोध्न बाँकी होला त्यही मेलमा तपाईँले हामीसँग कुराकानी गर्न सक्नुहुन्छ उज्जवल डु यु वान एड एनिथिङ अन दिस यस सो फाइनली थ्याङ्क यू भेरी मच हजुर सबैजनालाई जो अटेन्ड गरिदिनु भयो एकदमै मनैबाट एकदमै धेरै धेरै धन्यवाद डेभलपर्सहरू थ्याङ्क यू फर कमिङ अराउन्ड सपोर्ट गरिदिनु भयो ब्याङ्कको नबिल ब्याङ्कको टिमलाई पनि थ्याङ्क यू भेरी मच अनि हाम्रो स्पेसली हाम्रो इन हाउस टिम जति पनि यानी होम्सबाट टेक 101बाट जति पनि हाम्रो अहिले लेट नाइटसम्म इट्स अलमोस्ट 9:30 सबैजना बसेर मेरो टिम काम गरिदिइरहनु भएको छ सो थ्याङ्क यू टु एभ्री वान र पार्टिसिपेन्ट्स युएसबाट पार्टिसिपेट गरिदिनु भएको छ सो बेसिकली रियली ग्रेटफुल आइ एम सो थ्याङ्कफुल सो ग्रेटफुल फर दिस अपर्च्युनिटी अनि आई होप इट वाज हजुरहरूको लागि पनि युजफुल नै भयो होला हामीले वी ट्राइड आवर भेरी बेस्ट हजुरहरूलाई पार्टिसिपेन्ट्सहरूलाई चाहिँ हेल्पफुल होस् भनेर आई होप वी भनौँ न एउटा वी ट्राइड आई होप वी इट वर्क फर यु अनि यति भनेर चाहिँ नि सबैजनालाई थ्याङ्क यू भेरी मच अनि यु हेभ अ वन्डरफुल डे इन द युएस and the rest of the world too. Thank you. And thank you, Neeta, for hosting such a wonderful presentation. थ्याङ्क यू हामी पक्कै पनि अर्को सेसन भयो भने त्यसमा पनि भेट हुन्छ जस्तो लागिरहेछ मलाई सो या हेभ अ गुड डे